भगवान को दक्षिण काली माता को धानी वाली देवी देवताहरूको लक्ष्मी नारायण भगवान को पवन पुत्र हनुमान जी महाराज को सद्गुरुदेव भगवान को त्रिशूली गंगा मैया को आनंद कंद भगवान को श्याम सुंदर भगवान को सियावर रामचंद्र भगवान को राधा कृष्ण भगवान को र सबैजना एकदम ध्यान दिएर अलि भगवानलाई पुकार गरेर है हामी अगाडि बढेका छौँ। अझै तपाईँको साथ भए अझ अगाडि बढ्छौँ भन्ने भावना लिएर ओम जनेन जन्मय दन्त देवास्तानि कर्माणि प्रथमान्य सन्नते हनाकं महिमानः सचन्द्र जत्र पूर्वे साध्यः सन्ति देवाः ओम ध्येयं सदा परिभवगणवभिष्टदोहं तीर्थसपदं शिवविरिञ्चिगतं शरण्यं विरित्यार्तिहं प्रतपाल्लववादिभूतं वन्दे महापुरुषते चरणारविन्दं वंशी विभूषितकरं नवनीरदावरपीताम्बराधरबिम्बभराधरुशर पूर्णेन्दुसुन्दरमघाधरविन्द्रनेत्रात् कृष्णादपरं किमपि तत्त्वमहं न जाने। त्वमेव माता च पिता त्वमेव बन्धुः च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देवदेवः सुगन्धवल्ली सर्वत्रजाति सुवर्णचम्पा बकुलं भवानी गृहाणदेवी स्वयमिदानीं प्रभो हरे श्री तुलसीदलानि सम्नाकारं भजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं सुराङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिविद्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं। देवी प्रपन्नार्ति हरे प्रसीद मातर जगतोऽखिलस्य प्रसीद विश्वेश्वरी मायि विश्वं त्वमीश्वरी देवी चराचरस्य इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्पद्रुमाणि द्रुमजानितानि पुष्पाञ्जलिर्वेस्तु सुखाय नित्यं नाना सुगन्ध पुष्पाणि यथा कालद्भवानि च पुष्पाञ्जलिर्मया दत्तं गृहाण जगदीश्वर मन्त्रपुष्पाञ्जलिं समर्पयामः। श्री पुराण पुरुषोत्तमाय नमः। आवाहित पूज्यदेव्य सर्वदेवताभ्यो नमो नमः। विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगदिकाय नागाननाय स्तुतियज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। जय बोलो विघ्नहर्ता गणेश जी महाराज को। अतिथि देवो भव। सुस्वागतम 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 सर्वे अतिथि देवो भव। भने बेला संसार
शिक्षक गुठी द्वारा संचालित पशुपति शिक्षा मंदिर मलेको प्रसार समितिको स्थापना कालदेखि नै प्रारम्भ भएको विद्यालय हो। 2051 सालमा यहाँका स्थानीय केही व्यक्ति समाजसेवी व्यक्तित्वहरूद्वारा यसको शुभारम्भ गरिएको थियो र आज यो विद्यालय धेरै वर्षसम्म भाडाको भवनमा चलेर आज आफ्नो भवन विद्यालयलाई प्राप्त भइरहेको छ। स्थानीय समाज, काठमाडौँमा बस्ने अनेक समाजसेवी, अनेक संस्थाहरूद्वारा आर्थिक अनुदान प्राप्त गरी यस भवनको निर्माण भएको छ। स्थानीय निवासीहरूको लागि यो सौभाग्यको कुरा हो। पशुपति शिक्षा प्रसार समिति नेपाल यो विद्यालयको माध्यमबाट कुनै व्यापार गर्ने संस्था होइन, गैर नाफामूलक संस्था हो। हामीले सम्पूर्ण यहाँका जुन कलिला बालबालिकाहरू छन्, भविष्यमा देशका कर्णधारहरू छन्, उनीहरूलाई संस्कारयुक्त शिक्षा प्रदान गर्ने एउटा प्रकल्पको रूपमा पशुपति शिक्षा मन्दिर देशभरि सञ्चालित गरेका छौँ। विभिन्न ठाउँमा आफ्नै भवनमा विद्यालय सञ्चालित भइरहेका छन्। मलेकुमा पनि आज यो सौभाग्य प्राप्त भयो। आजदेखि विद्यालय आफ्नो भवनमा प्रवेश गर्दैछ। यसको लागि म सम्पूर्ण स्थानीय समाज, यहाँका अभिभावक, यहाँका बालबालिका, आचार्य सबैलाई बधाई दिन चाहन्छु कि तपाईहरूको प्रयत्नले यो विद्यालय आज आफ्नो भवनमा प्रवेश गर्न गइरहेको छ। भवन बनाउनको लागि दाताहरूले आफ्नो समर्पण गरेर तपाईहरूको परिश्रमलाई हेरेर यो विद्यालय अगाडि बढाउनको लागि मनमा सङ्कल्प गरे। आज यो सङ्कल्प पूर्ण भइरहेको छ। म सबैलाई पुनः पुनः बधाई दिन चाहन्छु। अब यस कार्यक्रमको औपचारिक सुरुवातको लागि म मञ्चमा आजको यस कार्यक्रमको अध्यक्षता गर्नको लागि यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, मलेको निवासी समाजसेवी, सरल हृदय व्यक्तित्व आदरणीय दिवाकर कडेलजीलाई मञ्चमा आसीन हुनको लागि निवेदन गर्न चाहन्छु। यस्तै आजको यस कार्यक्रमको, यस गरिमामयी कार्यक्रमको प्रमुख अतिथिको रूपमा माननीय सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश माननीय ओम प्रकाश मिश्रज्यूलाई म प्रमुख अतिथिको आसन ग्रहणको लागि मञ्चमा निम्त्याउन चाहन्छु। आदरणीय ओम प्रकाश मिश्रजी। पशुपति शिक्षा प्रसार समिति नेपाल का राष्ट्रिय अध्यक्ष, पुरै देशभरिमा जुन प्रसार समितिको काम छ त्यसको अवलोकन गर्ने, त्यसलाई संरक्षण प्राप्त गर्ने आदरणीय अध्यक्ष डाक्टर रामकृष्ण तिमल सिन्हाजी लाई म मञ्चमा आसन ग्रहणको लागि निम्त्याउन चाहन्छु। यस्तै पशुपति शिक्षा प्रसार समिति नेपालका पूर्व अध्यक्ष र वर्तमानमा संरक्षक, नेपाल सरकारका पूर्व शिक्षा सचिव, नेपाल परीक्षा बोर्डका पूर्व अध्यक्ष डाक्टर महाश्रम शर्माज्यूलाई म मञ्चमा निम्त्याउन चाहन्छु। हिन्दू स्वयंसेवक संघ नेपाल, जहाँबाट प्रेरणा प्राप्त गरेर हामी समाजको विभिन्न क्षेत्रमा कार्य प्रारम्भ गरेका छौँ। यस्तो हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक आदरणीय वेद प्रकाशजी भाइ साहबलाई म मञ्चमा आसन ग्रहणको लागि निम्त्याउन चाहन्छु।
प्रदेश सभा सांसद प्रदेश विशेष अधिकार समिति के संयोजक दीदी मायादेवी शर्माज्यूलाई मञ्चमा आसन ग्रहणको लागि निम्ताउन चाहन्छु। आदरणीय मञ्चमा हाम्रा अतिथिज्यूहरूको आगमन भइसकेको छ। कार्यक्रमको औपचारिक सुरुवातको लागि म मञ्चासीन अतिथिज्यूहरूलाई माता सरस्वतीको चित्रको अगाडि दीप प्रज्वलन गरेर कार्यक्रम शुभारम्भ गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। दीपो हरतु मे पापं दीपज्योतिर्नमोऽस्तु ते शुभं करोतु कल्याणम् आरोग्यं सुखसम्पदः देशबुद्धिविनाशाय आत्मज्योति नमोऽस्तु ते आत्मज्योति प्रदीप्ताय ब्रह्मज्योति नमोऽस्तु ते ब्रह्मज्योति प्रदीप्ताय गुरुज्योति नमोऽस्तु ते। या कुन्देन्दु तुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्कर प्रभृतिभिर्देवै सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापा शुक्लां ब्रह्मविचारसारपरमा आद्यां जगद्व्यापिनीं वीणापुस्तकधारिणीम् अभयदां जाड्यान्धकारापां हस्ते स्फाटिकमालिकां विदधती पद्मासने संस्थितां वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां
में यहाँ अतिथिज्यूहरू के परिचय गराउने गरेको छु। आज को इस कार्यक्रम का सभापति आदरणीय दिवाकर कण्डेल जी हामीहरूको माझमा हुनुहुन्छ। आज को सभा अध्यक्ष यस विद्यालय को भवन निर्माण जुन यो भइरहेको छ यसको सम्पूर्ण देखरेख को काम उहाँले गर्नुभयो। यो विद्यालय कसरी यहाँ को मोडल स्कूल बन्न सक्छ, सबै भवनहरूको अध्ययन गरेर उहाँले यो बलियो कसरी बन्न सक्छ यसको लागि निरन्तर चिन्तनशील सधैँ चिन्तनशील रहनु। उहाँको मार्गनिर्देशनमा यस भवनको निर्माण भएको छ। आगामी समयमा पनि यो भवन अझै यसको 3 मन्जिला भवनको जुन लक्ष्य छ त्यो पुरा होस् छिटो छिटो। अहिले आफ्नो भवनमा सञ्चालित विद्यालय होस् भन्ने मात्र उद्देश्यले यो हामी प्रथम तलको लोकार्पण गरिरहेका छौँ। आगामी समयमा कार्य जारी रहनेछ। यस्तो समाजसेवी आदरणीय दिवाकर कण्डेलजी आजको अध्यक्ष हुनुहुन्छ। आजको प्रमुख अतिथिको रूपमा हामीहरूको माझमा उपस्थित माननीय सर्वोच्च अदालत का पूर्व प्रधान न्यायाधीश समाजलाई न्याय प्रदान गर्ने क्षेत्रमा उहाँको उल्लेखनीय भूमिका आफ्नो कार्यकालमा रहेको थियो और समाजको प्रति उहाँको अटूट स्नेह र समाज सेवामा निरन्तर लागिरहनु भएका आदरणीय ओम प्रकाश मिश्रज्यू आज को हाम्रो प्रमुख अतिथि हुनुहुन्छ। उहाँलाई यहाँ मलेकुको तर्फबाट र सम्पूर्ण प्रसार समितिको तर्फबाट हार्दिक हार्दिक अभिनन्दन एवं स्वागत गर्न चाहन्छु। यस्तै आजको यस कार्यक्रमको शोभा बढाउनको लागि हामीहरूको माझमा विशिष्ट व्यक्तित्वहरू पशुपति शिक्षा प्रसार समिति नेपालका वर्तमान राष्ट्रिय अध्यक्ष, सर्वोच्च अदालत का पूर्व रजिस्ट्रार, समावेशी आयोग का पनि पूर्व अध्यक्ष आदरणीय डाक्टर रामकृष्ण तिमल सिन्हा जी हामीहरूको माझमा हुनुहुन्छ। उहाँको पनि यस कार्यक्रममा हार्दिक हार्दिक स्वागत अभिनन्दन छ। यस्तै डाक्टर महाश्रम शर्माजी शिक्षाविद हुनुहुन्छ, मूर्धन्य शिक्षाविद हुनुहुन्छ। नेपाल सरकारको शिक्षा सचिवबाट उहाँ सेवानिवृत्त भएर पुनः उहाँले राष्ट्रिय परीक्षा बोर्डको हालसम्म 1-2 महिनासम्म नै उहाँ अध्यक्ष हुनुहुन्थ्यो। उहाँको प्रयासले नै हामी सबैले थाहा छ एसईई को परीक्षाफल र कक्षा 12 को परीक्षाफल समयभन्दा धेरै पहिला प्रकाशित भयो और सबै विद्यार्थीहरूले यसको एकदम उनीहरूको भविष्यको लागि यो अत्यन्त आवश्यक पनि थियो। उहाँको प्रयास आदरणीय महाश्रम शर्माजी हामीहरूको माझमा हुनुहुन्छ। पशुपति शिक्षा प्रसार समितिको उहाँ पूर्व अध्यक्ष र वर्तमानमा उहाँ संरक्षक हुनुहुन्छ पशुपति शिक्षा प्रसार समिति। उहाँको यस कार्यक्रममा हार्दिक अभिनन्दन एवं स्वागत। यस्तै हामीहरूको माझमा हुनुहुन्छ आदरणीय वेद प्रकाश जी भाइ साहब, हिंदू स्वयंसेवक संघ नेपाल, परम वैभवम नेतु मेतत् स्वराष्ट्रम, आफ्नो राष्ट्रलाई परम वैभवमा पुगाउने यस्तो लक्ष्य लिएर समाजमा हिन्दुत्व को विचारधारा बलियो होस्, राष्ट्र को संरक्षण होस्, हाम्रो संस्कृति को संरक्षण होस्, यस्तो भावना लिएर हिन्दू स्वयंसेवक संघ को जुन स्थापना भएको थियो वर्तमानमा राष्ट्रिय प्रचारक को रूपमा उहाँ हामीहरूको मार्गदर्शन गरिराख्नु भएको छ। उहाँले आफ्नो उच्च शिक्षा ग्रहण गरेर आफ्नो सम्पूर्ण जीवन प्रचारक को रूपमा अंगीकृत गरेर जीवन प्रति प्रचारक को रूपमा हामीहरूको माझमा राष्ट्रिय प्रचारक को रूपमा उपस्थित हुनुहुन्छ। उहाँको हार्दिक अभिनन्दन एवं
स्वागत गर्न चाहन्छु। हामीहरूको माझमा हुनुहुन्छ आदरणीय दिदी मायादेवी शर्मा, यस बागमती प्रदेशको प्रदेश सभा सांसद उहाँ हुनुहुन्छ र प्रदेश विशेष अधिकार समितिको उहाँ संयोजक पनि हुनुहुन्छ र यस क्षेत्रको नेतृत्व गर्दै समाज जीवनमा उहाँको विशिष्ट पहिचान रहेको छ। आजको यस कार्यक्रममा उहाँको पनि हार्दिक अभिनन्दन एवं स्वागत हामी गर्न चाहन्छौँ र केही विद्वान रेवित कुमारजी भाइ साहब यहाँ हुनुहुन्छ, हामीहरूको माझमा उता बस्नु भएको छ। उहाँ हिन्दू स्वयंसेवक सङ्घ नेपालको सहराष्ट्रिय प्रचारक हुनुहुन्छ। उहाँले पनि इलेक्ट्रिकल इन्जिनियरिङको पढाइ गरेर जागिर नरोजेर समाजको र हिन्दुत्वको लागि आफ्नो जीवन समर्पित गर्नुभयो। उहाँ विगत लामो समयदेखि नेपालमा हामीहरूको मार्गदर्शन गर्दै हुनुहुन्छ। हिन्दू स्वयंसेवक सङ्घ नेपालको राष्ट्रिय सहप्रचारकको रूपमा उहाँको पनि यस कार्यक्रममा हार्दिक स्वागत एवं अभिनन्दन गर्न चाहन्छु। यस्तै हामीहरूको माझमा हुनुहुन्छ आदरणीय सुरेश अग्रवालजी भाइ साहब। सुरेश अग्रवालजी नेपाल आयल निगमको पूर्व महाप्रबन्धक हुनुहुन्छ, इन्जिनियर हुनुहुन्छ उहाँ र सेवा इन्टरनेसनल नेपाल जसको आर्थिक सहयोगमा यो भवनको प्रथम भूतल बनेको छ। यसमा आर्थिक सहयोग र प्राविधिक रूपमा पनि मार्गदर्शन आदरणीय सुरेशजी भाइ साहबले गर्नुभएको छ। उहाँको यस कार्यक्रममा हार्दिक अनुरोध गर्न चाहन्छु। यसै बिचमा हामीहरूको सेवा इन्टरनेसनल नेपालका राष्ट्रिय अध्यक्ष आदरणीय प्रकाश मुगलाजी यहाँ हामीहरूको माझमा आइसक्नु भएको छ। म उहाँलाई मञ्चमा स्थान ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय प्रकाश मुगलाजी भाइ साहब सेवा इन्टरनेसनल नेपालको राष्ट्रिय अध्यक्ष हुनुहुन्छ र नेपालको एउटा प्रतिष्ठित व्यावसायिक घराना देवेनरा समूहको उहाँ देवेनरा समूहको एउटा प्रसिद्ध उद्योगपति हुनुहुन्छ। विराटनगर निवासी हुनुहुन्छ। उहाँको बुवा पनि देवकिशन मुद्राजी पशुपति शिक्षा प्रसार समिति नेपालका उहाँ वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ र उहाँको काका श्री बेनीगोपाल मुद्राजी विराटनगर विद्यालयको स्थापना कालदेखि नै उसको चिन्ता गर्ने देवेनरा परिवार आज त्यहाँ एउटा ठुलो विद्यालय उभिएको छ। उहाँहरूको प्रयासले गर्दा आदरणीय प्रकाश मुद्राजीको समाज सेवा र शिक्षाको प्रति उहाँको समर्पण धेरै सराहनीय छ। सेवा इन्टरनेसनलको राष्ट्रिय अध्यक्षको रूपमा आजको यस कार्यक्रममा उहाँको हार्दिक स्वागत एवं अभिनन्दन गर्न चाहन्छु। अरुण कुमार डोकनियाजी पछाडि हुनुहुन्छ। एउटा प्रतिष्ठित व्यवसायी उद्योगपति हुनुहुन्छ। उहाँ पनि काठमाडौँ निवासी। पशुपति शिक्षा प्रसार समिति नेपालको उहाँ राष्ट्रिय सचिव हुनुहुन्छ र यस विद्यालयमा यो निर्माणमा पनि उहाँको प्रयासले आफूले स्वयं त गर्नु नै भयो तर अरूबाटलाई प्रेरित गरेर उहाँले यो विद्यालय कसरी राम्रो हुन सक्छ, फर्निचर इत्यादिको व्यवस्था हाल उहाँको तर्फबाट भएको छ। यसमा जति फर्निचर विद्यालयको नयाँ निर्मित भएर आएको छ उहाँको प्रयासले त्यसको निर्माण भएको छ। आदरणीय अरुणजी भाइ साहबको पनि यस कार्यक्रममा हार्दिक स्वागत एवं अभिनन्दन गर्न चाहन्छु। यस्तै आदरणीय मनोज कुमार मित्तलजी हामीहरूको माझमा हुनुहुन्छ। उहाँ बुटवल निवासी हुनुहुन्छ। बुटवल समाजसेवी हुनुहुन्छ र पशुपति शिक्षा प्रसार समिति नेपालको उहाँ उपाध्यक्ष हुनुहुन्छ, राष्ट्रिय उपाध्यक्ष र लुम्बिनी प्रदेशमा सञ्चालित विद्यालयहरूको विशेष चिन्ता उहाँले गर्नुहुन्छ। नवलपरासी, रूपन्देही र
कपिलवस्तु जिल्लामा सञ्चालित विद्यालयहरूप्रति उहाँको विशेष स्नेह, उहाँ देखरेख गर्ने आफूमाथि जिम्मा पनि उहाँले लिनुभएको छ। उहाँको यस कार्यक्रममा हार्दिक स्वागत एवं अभिनन्दन गर्न चाहन्छु। यस्तै हामीहरूको माझमा हुनुहुन्छ श्री पंकज दासजी। पंकजजी यहाँ हुनुहुन्छ। पंकज दासजी एउटा समाचार चाहिँ हिन्दी समाचार च्यानल आज तक सब देख्नु होला धेरैजनाले। त्यस आज तक समाचार च्यानलको उहाँ नेपालको राष्ट्रिय ब्युरो चिफ हुनुहुन्छ। यस कार्यक्रममा उहाँको पनि हार्दिक स्वागतमा अभिनन्दन गर्न चाहन्छु। यस्तै हामीहरूको माझमा हुनुहुन्छ आदरणीय रमेश शर्माजी। रमेश शर्माजी यता अगाडि बस्नु भएको छ। समाजसेवी हुनुहुन्छ उहाँ और एकदम शिक्षाको क्षेत्रमा पनि उहाँको धेरै ठुलो योगदान छ। भारत सरकारको जुन सर्वोच्च प्रशासनिक अधिकारीहरू हुन्छन् आइएएस आइपीएस, उनीहरूको जब चयनपछि उनीहरूको ट्रेनिङ चल्छ लामो समयसम्म, वहाँ त्यस्तो प्रशासनिक अधिकारीहरूको प्रशिक्षक हुनुहुन्छ। र नेपालमा पनि एउटा सङ्घको प्रेरणाले एउटा नयाँ कार्यको थालनी हुन गइरहेको छ कि सुदूर क्षेत्रका विद्यार्थीहरू जुन काठमाडौँ बसेर अथवा अन्य ठाउँमा बसेर चर्को शुल्क तिरेर यस्तो लोकसेवाको तयारी गर्न सक्दैन, यस्ता विद्यार्थीहरूको लागि, केही चयनित विद्यार्थीहरूको लागि पुरै देशभरिका निःशुल्क रूपमा काठमाडौँमा एउटा कोचिङ सेन्टर चल्नेवाला छ। प्रस्तावित छ, केही दिनमा त्यसको काम सुरु भइस। मलाई लाग्छ कि धुलीखेलमा त्यसको मैले सुनेको थिएँ, मकाजु समाजको जुन योगदान भवन आपको उपलब्ध गराउनु भएको छ उनीहरूले निःशुल्क रूपमा संस्थालाई, त त्यसमा कोचिङको कार्य प्रारम्भ हुनेछ। आदरणीय रमेशजी भाइ साहब त्यसको देखरेख गर्नुहुनेछ भन्ने मैले थाहा पाएको छु। यस कार्यक्रममा उहाँको हार्दिक स्वागत अभिनन्दन छ। राष्ट्र सेविका नेपाल महिलाहरूको एउटा सङ्गठन जस्तै हिन्दू स्वयंसेवक सङ्घ मैले भने अहिले, त्यसमा पुरुषहरूको लागि मात्र कार्य हुन्छ। त महिलाहरूको क्षेत्रमा जागरण होस्, महिलाहरू सशक्त, मातृशक्ति सशक्त कसरी बन्न सक्छ, आत्मनिर्भर कसरी बन्न सक्छ, उनीहरूलाई सङ्गठित कसरी गर्न सकिन्छ, यस्तो कार्यको लागि उहाँले आफ्नो बिमा क्षेत्रमा उहाँ जागिर गर्नुहुन्थ्यो। त्यो जागिरलाई छोडेर राष्ट्र सेविका नेपालको उहाँ राष्ट्रिय प्रचारिका हुनुहुन्छ। अहिले उहाँले प्रचार जीवन अङ्गीकृत गर्नुभएको छ। यस कार्यक्रममा हार्दिक स्वागत अभिनन्दन गर्न चाहन्छु। यस्तै हामीहरूको माझमा उपस्थित हुनुहुन्छ श्री टिपी रिजालजी। उहाँ हिन्दू स्वयंसेवक सङ्घ नेपालका उपत्यकाका सह विभाग कार्यवाह हुनुहुन्छ र उहाँ एउटा वरिष्ठ एडभोकेट पनि हुनुहुन्छ। यस्तै श्री गयानाथ श्रेष्ठजी हामीहरूको माझमा हुनुहुन्छ। उहाँ समाजसेवी हुनुहुन्छ र धुलीखेल समाज नेपालको उहाँ महासचिव हुनुहुन्छ। समाजको क्षेत्रमा समाज जागरणको लागि उहाँ धेरै कार्य गर्नुभएको छ। उहाँको पनि यस कार्यक्रममा हार्दिक स्वागत अभिनन्दन छ। यस्तै श्रीमान बसन्त श्रेष्ठजी हामीहरूको माझमा हुनुहुन्छ। वसन्त श्रेष्ठजी काठमाडौँ विभाग उपत्यका विभागको उहाँ सम्पर्क प्रमुख हुनुहुन्छ र समाजसेवी हुनुहुन्छ हिन्दू स्वयंसेवक सङ्घ नेपालको। हामीहरूको माझमा हुनुहुन्छ उहाँ। हार्दिक स्वागत अभिनन्दन उहाँको पनि। यस्तै श्री कृष्ण महाजनजी चन्द्रगिरी नगरपालिकाको सम्पर्क प्रमुख, हिन्दू स्वयंसेवक सङ्घको उहाँ कार्यकर्ता हुनुहुन्छ। चन्द्रगिरी नगरपालिकाको सम्पर्क प्रमुख। यस्तै हामीहरूको माझमा प्रसन्न वैद्यजी हुनुहुन्छ। प्रसन्न वैद्यजी सेवा इन्टरनेसनल नेपालको कार्यालय सचिव हुनुहुन्छ। उहाँ अहिले
भोजन गरिराख्नु भएको सायद उहाँको पनि यस कार्यक्रममा हार्दिक स्वागत अभिनन्दन गराउन चाहन्छु। पछि परिचयको कार्यक्रम अगाडि बढाउँदै गर्छौँ। यो विद्यालयलाई स्थापना कालमा यसको स्थापना गर्ने अनुमति लिने सम्पूर्ण आफ्नो व्यक्तिगत घरमै दिएर त्यसमा सञ्चालन गर्ने कार्य श्री चेत बहादुर थापा यहाँ हुनुहुन्छ हामीहरूको माझमा। यो विद्यालयको स्थापना कालको उहाँ संस्थापक भन्न सकिन्छ उहाँलाई। यस्तै श्री ऋषि पाण्डेजी पनि हामीहरूको माझमा हुनुहुन्छ। यी दुईटै जनाको स्थापना कालमा विद्यालयको अनुमति लिन त्यसलाई व्यवस्थित सञ्चालन गर्नको लागि धेरै उहाँले प्रयत्न गर्नुभयो। आज यो विद्यालय मलाई लाग्छ यहाँसम्म पुग्दा उहाँलाई सबभन्दा बढी खुसी लागेको होला कि आज यो आत्मनिर्भर भएर विद्यालय आफ्नो भवनमा सञ्चालित हुँदैछ और अपेक्षा गरिन्छ कि भविष्यमा पनि उहाँहरूको माया प्रेम संरक्षण यस विद्यालय प्राप्त हुनेछ और यस कार्यक्रममा उहाँहरूको हार्दिक स्वागत अभिनन्दन गर्न चाहन्छु। सांसद हुनुहुन्छ धादिङ 1 बाट उहाँको पनि यस कार्यक्रममा हार्दिक स्वागत अभिनन्दन। उर्मिला थपलियाजी संघीय सांसद, पुष्पराज कडेलजी संघीय सांसद र भुवन त्रिपाठीजी वडाध्यक्ष बेनीघाट रुराङ वार्ड नंबर 3, श्री रामेश्वर पोखरेल जी शिक्षा अधिकृत बेनीघाट रुराङ, विष्णुहरि सिलवाल जी अध्यक्ष राष्ट्रीय स्वतंत्र पार्टी बेनीघाट, ऋषिनाथ त्रिपाठी जी अध्यक्ष नेपाली कांग्रेस, राजकुमार त्रिपाठी जी अध्यक्ष नेकपा एमाले, खेमराज भुजेल जी नेपाली कम्युनिस्ट पार्टी बेनीघाट रोराङ गाउँपालिका, एकराज सिलवाल जी संस्थापक अध्यक्ष पशुपति शिक्षा मंदिर, भूमि प्रसाद कडेल जी पूर्व अध्यक्ष पशुपति शिक्षा मंदिर, गणेश खरेल जी संस्थापक प्रधानाचार्य पशुपति शिक्षा मंदिर, दीपा कडेल जी वड़ा शिक्षा समिति सदस्य, देव प्रसाद त्रिपाठी जी अध्यक्ष बागेश्वरी माध्यमिक विद्यालय, राजकुमार त्रिपाठी जी अध्यक्ष ब्राइट फ्यूचर बोर्डिंग स्कूल, पुरुषोत्तम खतीवड़ा जी पूर्व प्रधानाचार्य पशुपति शिक्षा मंदिर, एकराज पांडे जी अध्यक्ष भद्रकाली सामुदायिक विकास समाज, राजेंद्र कडेल जी योग शिक्षक तथा समाजसेवी, राममणि कडेल जी अध्यक्ष भद्रकाली गुरुकुल वेद विद्याश्रम, सिर्जना मगिकर्मी टंकेश्वरी हार्डवेयर प्राली प्रोप्राइटर धादिङ आमाको माया छात्रावास समिति को सदस्य हुनुहुन्छ। तुलसी जंग थापा उद्योग व्यवसायी तथा समाजसेवी, रामहरि बराकोटी उद्योग व्यवसायी तथा समाजसेवी, मणि कडेल उद्योग व्यवसायी तथा समाजसेवी, दीपक कडेल व्यापार महासंघ धादिङ का अध्यक्ष, वेद प्रकाश ढकाल जी प्रधानाध्यापक बागेश्वरी माध्यमिक विद्यालय रिचो कटार, टीका थपलिया प्रधानाध्यापक राइजिंग स्टार बोर्डिंग स्कूल, कल्पना सिलवाल प्रधानाध्यापक ब्राइट फ्यूचर बोर्डिंग स्कूल, रमेश रेग्मी जी प्रधानाध्यापक चंद्रोदय मावी विशालटार, सत्यधर कडेल जी प्रधानाध्यापक चंद्रोदय मावी बेलीघाट, डीपी सापकोटा जी प्रधानाध्यापक बेली शिक्षा सदन, यस्तै राजन कडेल जी पूर्व विद्यालय व्यवस्थापन समिति उपाध्यक्ष पशुपति शिक्षा मंदिर, सीता कडेल जी पूर्व विद्यालय व्यवस्थापन समिति उपाध्यक्ष पशुपति शिक्षा मंदिर मलेखु, सुदर्शन कडेल जी पूर्व व्यवस्थापन समिति सदस्य पशुपति शिक्षा मंदिर, राजू त्रिपाठी जी पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य पशुपति शिक्षा मंदिर, ओम शांति संचालिका मलेखु शाखा, कमलराज कडेल जी समाजसेवी, शाखा प्रमुख संग्रीला बैंक लिमिटेड, शाखा प्रमुख कुमारी बैंक लिमिटेड, शाखा प्रमुख सानिमा बैंक लिमिटेड, शाखा प्रमुख नेपाल इन्वेस्टमेंट बैंक मेगा बैंक, शाखा प्रमुख राष्ट्रीय वाणिज्य बैंक मीनराज कडेल जी अध्यक्ष जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पहलमान श्रेष्ठ अध्यक्ष उपकार साना किसान कृषि सहकारी संस्था लिमिटेड, राम बिक अध्यक्ष कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड, एकराज पांडे अध्यक्ष बागेश्वरी उद्देश्य बहुउद्देशीय सहकारी संस्था लिमिटेड, राज ठकुरी अध्यक्ष राजमार्ग विपद व्यवस्थापन समिति, नेपाल प्रहरी प्रमुख गजुरी, नेपाल प्रहरी प्रमुख मलेखु, ट्राफिक प्रहरी प्रमुख गजुरी, ट्राफिक प्रहरी प्रमुख मलेखु, उपस्थित समस्त पत्रकार एवं
सम्पूर्ण अभिभावक एवं प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण अतिथिज्यूहरू, पुनः पुनः म सबैको हार्दिक स्वागत एवं अभिनन्दन गर्दै यो कार्यक्रम अगाडि बढाउन चाहन्छु। सिस्टम त अर्कै हुन्छ नि त श्रद्धेय भुवन गुरुप्रति नमन बन्धन व्यक्त गर्न चाहन्छु। आजको यस गरिमामय समारोहका सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू र विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका मञ्चमा आसीन अतिथिज्यूहरू, त्यसै गरी यस विद्यालयका गुरुवर्गहरू, व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, त्यसै गरी उपस्थित यस स्कुललाई माया गरेर आउनुभएका शुभचिन्तकज्यूहरू, पत्रकारज्यू, सुरक्षाकर्मीज्यूहरू, त्यसै गरी सम्पूर्ण उपस्थित विद्यार्थी भाइ बहिनीहरूमा यस विद्यालय व्यवस्थापन समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु।
स्वागतम स्वागतम स्वागतम। आजभन्दा करिब 2.5 वर्ष 3 वर्ष अगाडि हामी यो स्कुल निर्माण गर्ने चर्चा चलिरहँदा यो ठाउँमा रेखाङ्कन सीमाङ्कन गर्न आउँदाखेरि मलाई स्मरण छ हामी जति आज यस सभामा उपस्थित भएका छौँ त्योभन्दा धेरै यहाँ बाँदरहरूको उपस्थिति हुन्थ्यो। हामीलाई लाग्छ यति छिटै यो भीमकाय भवन निर्माण भयो, कतै यो एआईले ल्याएर बनाएर राखेको त होइन जस्तो पनि हामीलाई अनुभव भइरहेछ। द्रुत गतिमा यो एउटा धादिङ जिल्लाकै नमुनामय एउटा भवन बनेको छ र हाम्रा अभिभावकज्यूहरूले नै अब ढुक्क हुनुभएको छ। हाम्रा बालबच्चाहरूले उचित पठन पाठन पाउने भए, सुरक्षित भवनमा बसेर पढ्न पाउने भए, वातावरण मैत्री भवनमा बसेर पढ्न पाउने भयो भनेर पक्कै पनि हर्षले गदगद हुनुभएको होला। यो भवन त्यसै बनेको छैन, एआईले बनाएको होइन। जसरी एउटा पुल बन्नको लागि 3टा पिलरको आवश्यक पर्छ, त्यस्तै हाम्रो यहाँ पनि 3वटा पिलरको एउटा संयुक्त चाहिँ गठबन्धनले यो एउटा स्कुल तयार यतिसम्म भएको छ र अझै पनि यसको निर्माण कार्यहरू बाँकी नै छ, अगाडि बढ्ने नै छ। र यो स्कुलको पहिलो पिलरको काम भनेको हाम्रा दानदाताज्यूहरू जो यो संसारमा धनका धनीहरू धेरै छन्, उहाँहरू ऱ्याङ्किङमा हुनुहुन्छ। बिल गेट्सदेखि लिएर हाम्रा विनोद चौधरीसम्म संसारका धनी व्यक्ति भनेर लिस्टिङ भएको छ। तर मनका धनीहरू कतै लिस्टिङ भएको तपाईँहरू देख्न पाउनु भएको छ? त्यस्ता मनका धनी व्यक्तिहरूको चाहिँ दान सहयोगबाट यो पहिलो पिलरको काम भएको छ। त्यसै गरी दोस्रो पिलरको काम भनेको हाम्रो पशुपति शिक्षा प्रसार समिति केन्द्रीय कार्यालयले गर्नुभएको छ। उहाँले सेवा इन्टरनेसनल जस्ता चाहिँ इन्टरनेसनल सङ्घ संस्थाहरूबाट दानहरू ल्याउनु भएको छ, रकम ल्याउनु भएको छ, यहाँ विश्वास गरेर यहाँ लगानी गर्नुभएको छ। त्यस्ता दानदाताहरूबाट दोस्रो पिलरको काम भएको छ भने तेस्रो पिलरको काम भएको छ हाम्रो यहाँको व्यवस्थापन समिति, जसले एउटा आज आफ्नो घरको काम छोडेर जागिर छोडेर यहाँ तन मन धन लगाएर आज दिनरात अहोरात्र खटेर तेस्रो पिलरको काम जुन पार तर्नको लागि अन्तिम तेस्रो पिलरको कति महत्त्वपूर्ण भूमिका हुन्छ। पहिलो र दोस्रो मात्रै पिलरले पारी जान सकिँदैन, त्यसको लागि तेस्रो पिलरको भूमिका स्कुल व्यवस्थापन समितिले गरेको छ। त्यसको लागि म यस व्यवस्थापन समितिका अध्यक्ष आदरणीय मेरा समकक्षी हामी सँगै पढेको साथी दिवाकर पढेज्यूले भूमिका निर्वाह गर्नुभएर आज स्कुल यतिसम्म बन्न सकेको छ। उहाँको म मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु। हामी पनि यस समितिमा छौँ। उहाँले कहिले पनि हामीलाई चाहिँ आदेश दिनु भएन तपाईँ आउनुपर्छ, म मात्रै खटेको छु। सबैले एकचोटि उपस्थित हाम्रा अभिभावकज्यू, विद्यार्थी भाइ बहिनी सबैले एकचोटि उहाँहरूलाई ताली बजाएर सम्मान गरिदिनु म हार्दिक अनुरोध गर्छु। भन्दै अबका दिनहरूमा पनि हामीले यहाँहरूको सहयोगको अपेक्षा गर्दै यो स्कुललाई यो हामी मात्रै सायद चलाउन नसकौँला, नयाँ नयाँ व्यक्तित्वहरू पनि आएर यसमा सहभागी हुनुहोला। हामीले यहाँसम्म यसलाई डोर्यायौँ, तपाईँहरूले योभन्दा अगाडि लैजानु होला, किनभने हामी चाहिँ यो समाजमा आफू मात्रै गर्छौँ। म बिना, हामी बिना यो स्कुल चल्दैन, यो म बिना मेरो घर चल्दैन, म बिना यो समाज चल्दैन भन्ने हामी त्यो पक्षमा छैनौँ। हामी यो पुस्तान्तरण गर्ने पक्षमा हुन्छौँ। जब एउटा बाउले छोरालाई समयमा चाहिँ अंश दिँदैन, खोसेर लिनुपर्छ भने त्यो बाबुआमाले छोराछोरीको माया पाउँदैन।
सम्मान पाउँदैन। त्यसै कारणले हामीले जे दिनु छ समयमा नै दियो भने, समयमा विचार गऱ्यो भने हामीले उचित सम्मान पाउन सकिएला। नत्र अरूले खोसेर लिनु पऱ्यो भने त्यो एउटा एकदमै सम्मान होइन, त्यसको बदला हामीले अपमान पाउनेछौँ। त्यसै कारणले हामीले यत्रो सम्पत्ति यहाँ हाम्रो ठाउँमा आएको छ, यो बचाउने सबै जिम्मा तपाईँ हाम्रो नै हो भन्दै फेरि पनि आजको कार्यक्रममा उपस्थित सम्पूर्णमा हार्दिक स्वागत गर्दै म बिदा हुन्छु। मबाट बोल्दा के गल्ती भनेर माफी पनि चाहन्छु। हस्, धन्यवाद। र यहाँ मलेकु स्थित वेद विद्याश्रमका श्रद्धेय विद्यार्थीहरू स्वस्ति वाचनको लागि यहाँ आएर स्वस्ति वाचन गरिदिनु हुन उहाँहरूसँग पनि हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय अतिथिज्यूहरू, उद्घाटन पट्टिका प्रकाश अलिक अगाडि पूर्ण विकसित होस् तथा जीवनको वर्तमान चुनौतीहरूको सामना दृढ़तापूर्वक गर्न सकोस्। उसको जीवन हिमाल, पहाड एवं तराईका संपूर्ण दीन, दुखी, अभावग्रस्त आफ्ना दाजुभाइ दिदीबहिनीहरूलाई सामाजिक कुरीति, शोषण एवं अन्यायबाट मुक्त गराई राष्ट्र जीवनलाई सुसम्पन्न एवं सुसंस्कृत बनाउनको लागि समर्पित होस्। यो कडी मलेकु विद्यालयका उल्लेखनीय भूमिकामा आजदेखि आउँदैछ। यो विद्यालय गीतको लागि हाम्रो यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूद्वारा हामी सबैको स्वागतको लागि एउटा गीत तयार पारिएको छ। स्वागत यो अवस्थासम्म ल्याउने जुन विकास साझेदार भनेर मैले भन्न चाहेँ, जसले सेवा इन्टरनेसनल समेत अरू धेरै जुन साझेदार यसलाई सहयोग गर्ने आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरू सबैप्रति यहाँ विशेष गरी हाम्रो सेवा इन्टरनेसनल हाम्रो छिमेकी राष्ट्रसँग पनि सम्बन्धित हुनुभएको रमेश शर्मा सर यहाँ हुनुहुन्छ। मैले उहाँको नाम लिन चाहेँ, मैले भर्खरै आज परिचय भएको छ। त्यस्तै सबैभन्दा यो विशेष गरी यो चाहिँ भवन यहाँ बनिसकेको अर्थ यो धेरै तीनटा त्रिकोण भनेर अघि कोषाध्यक्षज्यूले भन्नुभयो। त्रिकोणलाई त म धेरै सम्मान पनि गरेँ। त्योभन्दा बढ्ता यहाँको चाहिँ स्थानीय जनप्रतिनिधिहरू, स्थानीय अभिभावकज्यूहरू, स्थानीय समाजसेवी
र समग्र यहाँ विद्यालय परिवार विद्यालय व्यवस्थापन समिति र समग्र चाहिँ यो विशेष गरी मलेपु जुन बेनीघाट रोराङ गाउँपालिका समेत सबै प्रति म हार्दिक सम्मान र हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र सबैभन्दा पहिला यो मैले धेरै लामो कुरा नभनिकन पनि केही कुरा यहाँ सुरुमा उठिरहेको छु र सुरुमा मलाई समय दिनुभएको हुनाले मैले केही कुरा राख्न चाहन्छु। शिक्षाको विद्यार्थीको हैसियतले वास्तवमा म यो एउटा किनभने आज हामीले यो विद्यालयको जुन हिसाबले उद्घाटन गर्दैछौँ त्यसको शिलान्यास हामी 3 वर्ष अगाडि यसको शिलान्यास गर्दा जुन हिसाबले हामीले त्यस दिन हामीले जुन भवनको मात्रै नभएर हामीले एउटा सपनाको शिलान्यास गरेका थियौँ र त्यो सपनालाई हामीले साकार पार्नको लागि आज हामी उपस्थित भएका छौँ। वास्तवमा हामीले देखेको धेरै ठुलो सपना छ। त्यो सपना पुरा हुनको लागि त केही समय लाग्ला, तर पनि आज चाहिँ हामीले त्यो भवनको उद्घाटन जुन गरेका छौँ र हामीले सम्माननीय व्यक्तित्वबाट जुन हाम्रो सम्माननीय सर्वोच्च अदालतको पूर्व प्रधान न्यायाधीशज्यूबाट जुन हामीले यहाँ उद्घाटन आज चाहिँ गर्न पायौँ, यसले चाहिँ हामीलाई के देखेको छ भने अघि नै यहाँ कोषाध्यक्षज्यूले भन्नुभयो कि हामीले एउटा सुरक्षित भवन, एउटा सुरक्षित चाहिँ हिसाबले हाम्रा बालबालिकाहरू यसभित्र सुरक्षित साथ पढ्न सक्छन् भन्ने जुन आशा जुन अपेक्षा यहाँका अभिभावकज्यूहरूले व्यक्त गर्नुभएको छ, सबै अभिभावकज्यूहरूले जुन किसिमको भावना जुन व्यक्त गर्नुभएको छ त्यो भावना चाहिँ भोलिका दिनमा अझै त्यो भावना चाहिँ अझ विस्तृत भएर जाओस् र त्यो भावनालाई विस्तृत बनाउने जिम्मेवारी यहाँहरू सबैको। वास्तवमा यहाँनिर चाहिँ पशुपति शिक्षा प्रसार समिति यहाँ चाहिँ जुन किसिमको निरन्तर सहयोग गर्ने डेभलपमेन्ट पार्टनर्स जो चाहिँ सहयोग सेवा इन्टरनेसनल लगायत अरू सबै व्यक्तित्व हुनुहुन्छ। व्यक्तिगत रूपमा पनि यहाँ धेरै व्यक्ति हुनुहुन्छ, मैले यहाँ आज नाम लिन सकिनँ, म माफी चाहन्छु कि अरू जुन हिसाबले यसभन्दा अगाडि भुवन सरले धेरैको नाम लिनुभएको छ, मैले त्यही नामलाई चाहिँ सपोर्ट गरेँ। र त्यसबाहेक चाहिँ जुन विद्यालय व्यवस्थापन समिति त्योभन्दा ठुलो के हो त भने यहाँका अभिभावकज्यूहरू हो, यहाँका शिक्षकहरू, यहाँका चाहिँ समाजसेवी, यहाँका विद्यार्थीहरू, यहाँहरूले नै भोलिको यो जुन किसिमको एउटा सपना छ यो सपनालाई साकार पारेर ठुलो बनाउने यहाँहरूको जिम्मेवारी हो। त्यसो भएको कारणले पनि म यहाँहरू सबैप्रति जो यहाँ हुनुहुन्छ सबैप्रति म हार्दिक नमन गर्न चाहन्छु फेरि एकपटक। र यहाँ यसभन्दा अगाडि जुन किसिमको विद्यालयको विषयमा हाम्रा आदरणीय पत्रकार मित्रहरूले जुन हिसाबले यो विद्यालयको कुराहरूलाई अगाडि ल्याइदिनु भयो र आज पनि त्यो विषयलाई यो विद्यालयले दिने जुन किसिमको शिक्षाको कुरालाई अगाडि ल्याइदिनको लागि पनि म अनुरोध गर्न चाहन्छु। वास्तवमा नेपालको सभ्यता र संस्कृतिले जहिलेसुकै ज्ञानलाई सर्वोच्च स्थान दिएको छ। वास्तवमा हामी ऋषि मुनिहरूको भूमि, हामी बुद्धका सन्तान, हामी चाहिँ वेद उपनिषद र त्यस्तै हामी सनातन दर्शनले जुन हजारौँ वर्ष अघि नै भनेको चाहिँ थियो कि हामी यहाँनिर चाहिँ जुन हाम्रो सभ्यता, हाम्रो संस्कृति, जुन हाम्रो हार्मोनी, हामी आफ्नै किसिमको चाहिँ एउटा जुन किसिमको चाहिँ एउटा सामाजिक भावना छ त्यो भावनाले ओतप्रोत व्यक्तिहरू हामी सबै हौँ। त्यसो भएर पनि हामीले हार्मोनी साथ एकअर्कालाई सँगसँगै मिलेर हामी अगाडि बढ्नु छ। त्यसो भएको कारणले पनि हामीले यो किसिमले जुन किसिमको विद्या, जुन किसिमको शिक्षा हामीले प्राप्त गर्ने अभिलाष राखेका छौँ। हाम्रा भर्खरै हाम्रा चाहिँ यहाँ उद्घाटन हुँदाखेरि हाम्रा चाहिँ साना बटुकहरूले जुन एउटा संस्कृतिको सुलभ भनेका थिए भन्नुभएको थियो र विद्याको कुरा के हो त भने सा विद्या या विमुक्त त्यो शिक्षा त्यो हो जसले मानिसलाई मुक्त, विवेकी र जिम्मेवार बनाउँछ। त्यसो भएको कारणले पनि हामी यहाँबाट विकास डेभलप भएका यहाँबाट चाहिँ जुन किसिमको निस्केका चाहिँ विद्यार्थी भाइ बहिनीहरू एउटा चाहिँ के हो त भन्दाखेरि हामीले चाहिँ अहिलेको कन्टेक्स्टमा एआईको जमाना आयो। अहिले त धेरै हिसाबले हेर्दाखेरि हामीले आर्टिफिसियल इन्टेलिजेन्सको कुरा गरेका छौँ कि हाम्रा कम्प्युटरमा हामीले चाहिँ जुन किसिमको इन्टरनेटमा सबै कुराहरू त्यही नै छ। तर त्यो सबै कुरा भएर पनि हाम्रा भाइ बहिनीहरूको, हाम्रा विद्यार्थीहरूको विषयमा विद्यार्थीको लागि सपना देख्ने त्यहाँनिर धेरै कन्टेन्टहरू छ, धेरै विषयहरू छ, सबै कुरा इन्टरनेटले चाहिँ दिन सक्छ। तर चाहिँ हाम्रा विद्यार्थी भाइ बहिनीहरूको चाहिँ चरित्र निर्माण गर्ने, उनीहरूलाई अनुशासनमा लगाउने र उनीहरूलाई साँच्चै एउटा जीवन दिने चाहिँ कुराहरू के हो त भने हाम्रा गुरुहरूले गर्ने हो। त्यसो भएको कारणले पनि मैले गुरुहरूलाई पनि के अनुरोध गर्न चाहेँ भने हाम्रा यी विद्यार्थी भाइहरूलाई त्यो लाइनमा, त्यो दिशामा हामीले अगाडि बढाउनको लागि पनि गुरुहरूले पनि त्यही मेहनत गर्नुहुनेछ। जसरी हाम्रा अभिभावकज्यूहरूले जुन किसिमको अघि कोषाध्यक्षज्यूले एउटा भावना व्यक्त गर्नुभयो, हाम्रो सबैको दृष्टिकोण व्यक्त गर्नुभयो, त्यो हिसाबले पनि
हामीले भविष्यमा त्यो लाइनबाट अगाडि लाउने जिम्मेवारी गुरुहरूको र हामी चाहिँ खास गरी ज्ञान सँगै हामीले अघि धेरै कुराहरू सिकाउँछौँ, हामीले ज्ञान दिन्छौँ, तर ज्ञानसँगै हामीले सिप र संस्कार सिकाउन आवश्यक छ र ज्ञानसँगै सिप र संस्कार मात्रै सिकाएर पनि पुग्दैन। जबसम्म त्यो विद्यार्थीले ती नानी बाबुहरूले त्यो ज्ञान र संस्कारलाई प्रयोग गर्न सक्दैनन् तबसम्म हामीले दिएको शिक्षाको केही महत्त्व हुँदैन। त्यसो भएर पनि त्यो ज्ञान सिप र संस्कारलाई एकदमै ती बालबालिकाहरूले प्रयोग गर्न सके, समाजमा चाहिँ प्रयोग गर्न सके भने हामीले साँच्चै शिक्षा दिएको हुनेछ र खास गरी त्यो एउटा मानवीयता र त्यसपछि विश्वव्यापी दृष्टिसँगै हामी नेपालीहरूले चाहिँ जुन किसिमको एउटा नेपाली भनेर जुन पहिचान निर्माण गरेका छौँ त्यो पहिचानलाई चाहिँ हाम्रा बालबालिकाहरूले सधैँ जीवित राख्नको लागि उहाँहरूले मेहनत गर्नुहुनेछ। र मैले विद्यार्थी भाइ बहिनीहरूलाई के अनुरोध गर्न चाहन्छु भने हामी जहाँसुकै गए तापनि हामीले नेपालको कन्टेक्स्टमा धेरै राम्रा विद्यार्थीहरू, मैले त हामीले चाहिँ शिक्षाको विद्यार्थी भएको नाताले मैले के देख्छु भने यहाँ अहिलेका यहाँ पढ्ने विद्यार्थीहरू त यी विद्यार्थी मात्रै होइनन्, यिनीहरू भोलिका डाक्टर हुन्, भोलिका इन्जिनियर हुन्, भोलिका वकिल हुन्, होइन, भोलिका नेता विशेष गरी राजनैतिक कर्मी हुन्। त्यस्तै भोलिका मलाई सबभन्दा अहिले चाहिँ हामीले हाम्रो कक्षा कोठामा प्रवेश गरेर यदि हाम्रा विद्यार्थीहरूलाई सोध्यौँ भने भोलि शिक्षक हुने कसैले भन्छ कि भन्दैन भन्ने कुराहरू गर्दा शिक्षक बन्नको लागि एकदमै कमै विद्यार्थीहरूले शिक्षक बन्न खोजिरहेको छ। त्यसैले मलाई के लाग्छ भने यहाँ उपस्थित आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ, सबभन्दा राम्रो गुरु बन्छु, सबभन्दा राम्रो शिक्षक बन्छु भन्ने खालका विद्यार्थीहरू हामीले उत्पादन गर्न आवश्यक छ। किनभने त्यस्ता राम्रा इन्जिनियर बनाउने पनि राम्रा गुरुहरूले हो, राम्रा डाक्टर बनाउने पनि राम्रा गुरुहरूले हो, कि राम्रा वकिल अथवा राम्रा चाहिँ देशका चाहिँ एकदम प्रतिभाहरू र राम्रा चाहिँ नेतृत्वकर्ता बनाउने पनि तिनै शिक्षकहरूले हो। त्यसैले त्यो शिक्षकहरू राम्रो शिक्षक बनाउनको लागि पनि हामीले चाहिँ त्यो मेहनत गर्न आवश्यक छ। मैले त्यो कुरा आजको यो कार्यक्रममा पनि यहाँहरूसँग अनुरोध गर्न चाहन्छु। र अर्को खास गरी हामीले हाम्रो अहिलेको पुस्ता जागिर खोज्ने, हिजो हाम्रो पुस्ता के थियो त भने जागिर खोज्ने, हामी जागिर खाएर माथिल्लो तहसम्म सकेसम्म अगाडि जान कोसिस गऱ्यौँ। तर आजको पुस्ता जागिर खोज्ने पुस्ता होइन कि जागिर सृजना गर्ने पुस्ता हो। त्यसैले हाम्रा विद्यार्थीहरूलाई हामीले जागिर सृजना गर्ने, सृजनशील बनाउन पर्ने आवश्यकता छ। त्यसो भएको कारणले पनि यो विद्यालयको सन्दर्भमा हामीले हेऱ्यौँ भने यो विद्यालय सरकारको मात्रै दायित्व रहेनछ, यो त विभिन्न दाताहरूको, सहयोगीहरूको, समाजसेवीहरूको पनि रहेछ। त्यसैले सबै समाजसेवीहरू र त्यसपछि चाहिँ राजनीतिक कर्मीहरू अनि त्यसपछि अरू व्यक्तिहरू, हरेक ठाउँमा काम गर्ने, सामाजिक उत्तरदायित्व जिम्मेवारी लिने सबैको यो साझा जिम्मेवारी हो। त्यसैले यो साझा जिम्मेवारी, साझा उत्तरदायित्व हामी चाहिँ जुन हिसाबले जिम्मेवारी वहन गर्यौँ भने समाज बदलिन सक्छ, विद्यालय बदलिन सक्छ र समाज र राष्ट्रलाई बदल्न सक्छौँ। त्यसो भएर पनि हामीले सबैले यो जिम्मेवारीलाई चाहिँ लिनुपर्ने आवश्यकता छ। आज यहाँनिर सबै उपस्थित हुनुहुने सम्पूर्ण व्यक्तित्वहरू धेरै फिल्डमा, सबै शिक्षामा मात्रै होइन, कोही कलाकार हुनुहुन्छ, कोही खेलकुदमा त्यत्तिकै पोख्त हुनुहुन्छ। त्यसैले हरेक व्यक्ति नेपालको लागि चाहिएको छ। त्यसैले त्यो सबै व्यक्ति जन्माउने, त्यो बनाउने विद्यालयले हो। र त्यसो भएर पनि विद्यालय त्यो लाइनबाट अगाडि बढ्छ भन्ने मलाई लाग्छ कि हामीले केवल यहाँ आज चाहिँ विद्यालय भवनको उद्घाटन भइरहेको छ, हामी कक्षा कोठाभित्र रहने विद्यार्थीहरू, यो किन त भने विद्यालय भवनले मात्रै पुग्दैन। हाम्रो मुख्य उद्देश्य त के हो त भने हाम्रा विद्यार्थी भाइ बहिनीहरूको चरित्र निर्माण हो। त्यसैले सच्चरित्र निर्माण गर्नको लागि राम्रो चरित्र भएका बालबालिकाहरू हामीले निर्माण गऱ्यौँ, उनीहरूलाई उत्पादन गर्न सक्यौँ, उनीहरूलाई ज्ञान दिन सक्यौँ भने भोलिको राष्ट्र तिनै बालबालिकाहरूले थाम्न सक्छन्। त्यसो भएर पनि मैले त्यो कुराहरू पनि यहाँहरूसँग एउटा गर्न चाहेँ। आज यो जुन हिसाबले हाम्रो सबैको सपना छ कि यो विद्यालय, यो धादिङको, यो मलेखु अथवा यो बेनीघाटको मात्रै राम्रो विद्यालय होइन, कि हामीले यो विद्यालयलाई, यो प्रदेशको मात्रै पनि यो विद्यालय होइन, हामीले चाहिँ यो विद्यालयलाई नेपालको सबैभन्दा राम्रो विद्यालय र नेपालको मात्रै होइन अन्तर्राष्ट्रिय रूपमा कम्पिटिसन गर्न सक्ने विद्यार्थीहरू तयार गर्ने विद्यालयको रूपमा भोलि हामीले जुन किसिमको सपना देखेका छौँ त्यो सपनालाई साकार पार्नको लागि हामी सबैको जिम्मेवारी उत्तिकै छ। वास्तवमा हामी यहाँ आएर 2-4 शब्द बोलेर मात्रै पुग्दैन, भोलिका दिनमा हामी फेरि पनि यहाँ आएर कसो गर्नुभएको छ भनेर हामीले हेर्ने जिम्मेवारी हाम्रो, त्यो जिम्मेवारी हामीले पुरा गर्छौँ भन्ने मलाई लाग्छ। र त्यसबाहेक सबैभन्दा ठुलो जिम्मेवारी हजुर अभिभावकज्यूहरू र यहाँनिर यसलाई
यसलाई चाहिँ जुन निर्माण गर्ने यसलाई यसको व्यवस्थापन गर्ने हजुरहरूको हो। त्यसैले यहाँ अन्तिममा मैले चाहिँ यी धेरै कुराहरू नभनिकन मैले चाहिँ के कुरा अनुरोध गर्न चाहन्छु भने अन्तिममा यो राष्ट्र कवि माधव प्रसाद घिमिरेको भनाइलाई स्मरण गर्न चाहन्छु कि देश बनाउने काम हामीले चाहिँ खास गरी काठमाडौँबाट मात्रै अथवा हामीले केन्द्रबाट मात्रै सम्भव छैन कि यो काम त के हो त भने विद्यालयका कोठा कोठाबाट हुन आवश्यक छ। किनभने हामीले शिक्षालाई प्राथमिकता दिन नसकेसम्म कुनै पनि देशको विकासलाई हामीले एउटा सर्फेसियल मात्रै हुन सक्छ। त्यसो भएर पनि साँच्चै दीर्घकालीन रूपमा विकासका लागि शिक्षा एउटा विकासको आधार हो। त्यसो भएर पनि शिक्षा आधार के अरे एउटा विकासको आधार भएको कारणले पनि हामीले त्यो कुरातर्फ अगाडि बढ्नको लागि हामी सबै मिलौँ र यहाँ आज उपस्थित भएर सबैले यो कार्यक्रमलाई सफल पार्नको लागि उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, यहाँका अभिभावकज्यूहरू, यहाँका चाहिँ जनप्रतिनिधिहरू अनि यहाँका सामाजिक व्यक्तित्वहरू र सम्पूर्ण व्यक्तित्वहरू र यो कार्यक्रममा उपस्थित भएर विशेष गरी प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू लगायत सम्पूर्ण व्यक्तित्वहरूप्रति फेरि एकपटक म पशुपति शिक्षा मन्दिर पशुपति शिक्षा प्रसार समितिको पूर्व अध्यक्षको हैसियतले एउटा शिक्षाको विद्यार्थीको हैसियतले र यो विद्यालयलाई यो अवस्थामा ल्याउनको शिलान्यास हुने बेलाको अध्यक्षको हैसियतले समेत म सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु र हामी सबै यो शिक्षालाई एउटा अभियानको रूपमा अगाडि बढाउँ र यो विद्यालयलाई उत्कृष्ट बनाऊँ र भावी पुस्तालाई ज्ञान, सिप र संस्कार र स्वाभिमानी बनाउने लाइनमा हामी अगाडि बढौँ र आज हामीले निर्माण गरेको जुन विद्यालय भवन छ यो विद्यालय भवनभित्रका विद्यार्थीहरूले भोलिको नेपाल निर्माण गर्नको लागि महत्त्वपूर्ण योगदान दिनेछन्। यही कुरालाई एकदमै आत्मसात गर्दै हामी फेरि पनि एकपटक यहाँका सम्पूर्ण अभिभावकज्यूहरू, विद्यालय व्यवस्थापन समिति, यहाँका सम्पूर्ण जनप्रतिनिधिहरू, एकदमै राजनैतिक कर्मीहरू र सबै चाहिँ अभिभावकज्यूहरू र विद्यार्थी भाइ बहिनीहरू, शिक्षक र विद्यालय परिवारप्रति फेरि एकपटक हार्दिक बधाई ज्ञापन गर्दै मेरा आफ्ना शुभकामनाका शब्दहरू यही अन्त गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार। धन्यवाद। पशुपति शिक्षा मन्दिर बेनीघाट रोराङ 3 को आज भवनको समुद्घाटन समारोहको यस अवसरमा अध्यक्षता गर्नुभएका आदरणीय सभाध्यक्षज्यू, मञ्चमा आसीन प्रमुख अतिथि श्रीमान ओम प्रकाश मिश्रज्यू जो नेपालको पूर्व प्रधान न्यायाधीश हुनुहुन्छ, यसै गरी प्रदेश सभा सदस्यज्यू, पशुपति शिक्षा प्रचार समितिको पूर्व अध्यक्षज्यू, मञ्चासीन सेवा इन्टरनेसनल र हिन्दू स्वयंसेवक सङ्घको हाम्रो उसको राष्ट्रिय प्रचारक वेद प्रकाशज्यू, यहाँ उपस्थित मञ्चाभिमुख सम्पूर्ण आदरणीय श्रद्धेय व्यक्तित्वहरू, त्यस्तै शिक्षक साथीहरू, विद्यालय सञ्चालक समितिका पदाधिकारीज्यूहरू, यो विद्यालयसँग परोक्ष अथवा अपरोक्ष रूपमा जोडिनुभएका व्यक्तित्वहरू, अभिभावक वर्ग, पत्रकार मित्रहरू, देवी सज्जन तथा भद्र व्यक्तित्वहरू, मलाई आज यो स्थानमा बसेर यहाँहरू समक्ष यो समुद्घाटन समारोहमा बोल्न पाउँदा कता यसको नामैको अर्थबाट नै हामीले बुझ्नुपर्छ जस्तो लागेको छ। पशुपति शिक्षा यति बुझ्यौँ भने मलाई लाग्छ हामीले नेपाल बुझ्छ, यति बुझ्यौँ भने आजको प्रसङ्ग पनि बुझ्छ। पशुपतिको वर्ड मिनिङ मात्रै बुझ्यौँ भने र शिक्षाको अर्थ बुझ्यौँ र मन्दिरको भावनात्मक
पक्ष बुझ्यौँ भने हामीले अर्थ बुझ्नुपर्छ जस्तो मलाई लाग्दैन। हामीसँग भएको बृहत अज्ञानता, पाशविकता, काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, पञ्चक्लेशहरू, अहङ्कारका कुराहरू, यी सबैलाई मुक्ति दिने भएको हुनाले, सबैको पति भएको हुनाले पशुपति भन्नुभयो। र मलाई लाग्छ यो विद्या मन्दिरले त्यो सार्थकता दिलाउनमा उत्कृष्ट भूमिका खेल्नेछ। अर्थात् पशु प्रवृत्ति उप विजय प्राप्त गर्ने, मानवीय क्षमताको विकास गर्ने अभिलाषाले यो विद्यालयको स्थापना भएको हो। यो विद्यालयको आज उद्घाटन भएको मात्र होइन, यो समुद्घाटनले पशुपति तत्त्वको महत्त्वलाई उजागर गर्दछ भन्ने मलाई विश्वास लाग्दछ। त्यसैले त्यतापट्टि हाम्रो ध्यान जाओस्। त्यो भनेको हाम्रो व्यक्तित्वको उजागरको लागि हो। त्यसको लागि शिक्षा, अहिले शिक्षा त विभिन्न किसिमका छन्। शिक्षामा श्रेय मार्ग नि हुनसक्छ, प्रेय मार्ग पनि हुनसक्छ। श्रेष्ठताको कुरो र प्रियताको कुरो हुनसक्छ। म निवेदन गर्छु, श्रेष्ठतातर्फ अघि लाग्नको लागि यो विद्यालयले प्रेरणा दिनेछ। त्यति पनि म यहाँसँग यो कुराहरू सेयर गर्न चाहन्छु। त्यति मात्र होइन, हामी आज विद्यालयहरूमा आज हामीले केक काट्ने संस्कृतिलाई आफ्नोपन बनाउने हो कि आफ्नै नेपाली संस्कृतिलाई आफ्नोपन बनाएर जन्मदिन मनाउन बत्ती बाल्ने हो कि मैनबत्ती निभाउने हो, यति कुरो सिकायो भने पुग्छ। मैनबत्ती निभाउने होइन, बत्ती बालेर पशुपति शिक्षा मन्दिर अगाडि बढ्नेछ भन्ने मलाई विश्वास लाग्दछ। त्यो बाहेक अर्को कुरो मलाई के लाग्दछ भने आज नेपाल जुन परिस्थितिबाट गुज्रिरहेको छ, त्यो परिस्थिति परिवर्तन गर्नको लागि विद्याको ज्योति बाहेक अर्को कुनै आश्रयस्थल छैन। त्यसैले विद्याको ज्योति मार्फत अगाडि बढ्दा हामीले अहिले भर्खर वन्दना गरेको सरस्वतीको वन्दना स्तुत्य छ। हुन त हामीले नेपालमा धेरैले के भन्छौँ, सरस्वती विद्याकी देवी हुन्, लक्ष्मी धन धान्यको देवी हुन्, महाकाली शक्तिको देवी हुन्। तर हाम्रो हिन्दू वैदिक शास्त्रलाई अझ गहिरिएर हेर्ने हो भने यो तिनटै देवीहरू एउटै हुनुहुन्छ। सरस्वती, महासरस्वती, महालक्ष्मी, महाकाली तिनटै एउटै तत्त्व हो, देवी तत्त्वको शक्ति तत्त्व हो। त्यो तत्त्वका तिनवटा रूप महाकाली शक्ति, महालक्ष्मी शक्ति र महासरस्वती शक्ति हुन्। त्यसैले जहाँ विद्या छ त्यहाँ धन पनि हुन्छ। पहिला पहिला भनिन्थ्यो सरस्वती र लक्ष्मी सौदा हुन्, त्यो होइन, त्यो भ्रममा नपर्नु होला। जहाँ सरस्वती हुनुहुन्छ त्यहाँ लक्ष्मी पनि हुनुहुन्छ, त्यहाँ माता महाकाली पनि हुनुहुन्छ। यो महाकाली, महालक्ष्मी र महासरस्वती तिनवटा शक्ति बिना ब्रह्मा, विष्णु र महेश्वरले पनि काम गर्न सक्नुहुन्न। ब्रह्मा, विष्णु र महेश्वरलाई यो तिनवटा स्त्री शक्ति भएन भने कामयाबी हुँदैन। त्यसैले ब्रह्माको सृष्टिमा सरस्वती तत्त्वको विवेक, विष्णुको पालनमा लक्ष्मी तत्त्वको स्रोत र साधन, त्यस्तै महादेव अथवा शङ्कर अथवा शिव अथवा पशुपति तत्त्वको शिव तत्त्व जुन छ त्यसको न्यायिक तत्त्व हो। यो न्यायिक तत्त्वमा परम शक्ति स्वरूपिणीको महाकालीको शक्ति नजोडिएसम्म केही पनि हुँदैन। त्यसैले मलाई लाग्छ हाम्रा विद्यार्थीहरूले यो कुरा मनन गरेर आगामी दिनमा अगाडि बढ्नेछन्। अब म के भन्न चाहन्छु, हामी केन्द्रबाट अथवा पशुपति शिक्षा प्रसार समितिबाट यो विद्यालयलाई के चाहिन्छ, हामीलाई खबर कम्युनिकेसन भयो भने हामी यसमा तत्परता जनाउन चाहन्छौँ। यो बनाउने सम्पूर्ण व्यक्तित्वहरू अहिले मैले भनिसकेँ, अर्थ सङ्कलन, विद्या सङ्कलन, शक्ति सङ्कलन, यो तिनटै सङ्कल्पबाट यसलाई साक्षात् गराउने सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, संस्था, सेवा इन्टरनेसनल लगायत सबैलाई यस अवसरमा धन्यवाद दिन चाहन्छु। हाम्रो यहाँसम्म आएर प्रमुख अतिथिजीले जुन किसिमको सहृदयता
पूर्वक यो भवनको समुद्घाटन गर्नुभएको छ। उहाँप्रति पशुपति शिक्षा प्रसार समितिको तर्फबाट पनि धन्यवाद दिन चाहन्छु। अहिले मैले धेरै कुरा भन्दिनँ, यति भन्छु कि चेतनाको जागरणको लागि अब 21औं शताब्दी राइट टाइम हो, ठिक समयमा हामी छौँ। सरस्वती वन्दनाबाट सुरु गरेका छौँ, पशुपति तत्त्व जागृत गराउन अगाडि बढेका छौँ र यो सा विद्याया विमुक्तये भन्ने जुन कुरो विष्णु पुराणको भनियो, जसले मुक्ति दिन्छ त्यो नै विद्या हो भन्ने कुरो जुन भनियो, जसले अन्धकारलाई नष्ट गर्छ र अमृततर्फ लैजान्छ त्यो नै विद्या हो। त्यतातर्फ हाम्रो अभिभावकज्यूहरूले, विशेष गरी मेरो अनुरोध अभिभावकज्यूहरूसँग छ, आफ्ना बाबु नानीहरूलाई विद्यालयमा मात्र होइन घरमा पनि सुसंस्कृत, संस्कारयुक्त, विद्वतायुक्त, लगनयुक्त बनाउन मद्दत गर्नुहुनेछ। म सम्पूर्ण अभिभावकजीहरूलाई भन्न चाहन्छु, सम्पूर्ण शिक्षक वर्गहरूसँग मेरो अनुरोध छ, शिक्षा भनेको किताबमा रहेको पुस्तक मात्रै होइन, शिक्षा भनेको जीवन हो। जीवनदायिनी शिक्षाको लागि यहाँहरूले मेहनत गर्नुहोला। समय सापेक्ष, कुल सापेक्ष, व्यक्तिको उमेर सापेक्ष, कक्षा अनुसारको विद्या, नेपाल अनुसारको विद्या दिनमा यहाँ पछि पर्नु हुने छैन भन्ने मलाई लाग्दछ र त्यो शुभकामना पनि यो सन्दर्भमा व्यक्त गर्न चाहन्छु। त्यो बाहेक यो भवन बनाउनको लागि यहाँको स्थानीय बुद्धिजीवीहरू, स्थानीय शिक्षासेवीहरू, स्थानीय अभिभावकहरू, स्थानीय सञ्चालक समिति सबैले आफ्नो क्षेत्रबाट धन दिनेले धन, मन दिनेले मन, श्रम दिनेले श्रम, सहयोग दिनेले सहयोग दिएर जो यहाँसम्म पुर्याउनु भएको छ उहाँहरूप्रति कृतज्ञता पनि ज्ञापन गर्न चाहन्छु। यो हाम्रो सामूहिक प्रयास हो, व्यक्तिगत प्रयास होइन। यो सामूहिक प्रयासलाई ज्योति प्रज्वलित गर्न पुनः भविष्यसम्म यो स्कुलको श्रीवृद्धिमा हामीले प्रयोग गर्नेछौँ। प्रयोग गर्न सकौँ, सद्बुद्धि प्राप्त होस्, हामीलाई पनि शक्ति प्राप्त होस्, हामीले त्यो किसिमको क्षमता आर्जन गर्न सकौँ भन्दै आज यो हामी सबैलाई गर्मी पनि भएको छ, देखिरहेको छु। धेरै कुरो भन्नुभन्दा पनि म थोरै शब्दबाट चेतना जागरणमा पशुपति शिक्षा मन्दिरले खेल्ने भूमिकालाई आगामी पुस्ताले एकदमै विनम्र भएर विनम्रतापूर्वक सम्झिनेछन्, स्मरण गर्नेछन् र त्यतापट्टि लाग्नेछन् भन्ने विश्वास व्यक्त गर्दै माता सरस्वतीको पाउमा मेरा यी वन्दनाका 2 शब्द व्यक्त गर्दै यहाँहरूसँग बिदा हुन्छु। धन्यवाद। यसै गरी पशुपति शिक्षा प्रसार समिति नेपालका राष्ट्रिय अध्यक्ष श्रीमान डाक्टर रामकृष्ण तुमिल सिन्हाज्यूलाई पनि मायाको चिन्ह प्रदान गरिदिनु हुन म अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। यस्तै पशुपति शिक्षा प्रसार समिति नेपालका पूर्व अध्यक्ष एवं वर्तमान संरक्षक डाक्टर महाश्रम शर्माज्यूलाई मायाको चिन्ह प्रदान गरिदिनु हुन म यस समितिका कोषाध्यक्ष चित्रबहादुर मगरज्यूलाई निम्ताउन चाहन्छु। आदरणीय चित्रबहादुर मगरज्यू। एकचोटि हेर्नुहोस् है। यस्तै मायाको चिन्ह प्रदान गर्नको लागि म यस विद्यालय व्यवस्थापन समितिका सदस्य श्री रामकृष्ण त्रिपाठीज्यूलाई निम्ताउन चाहन्छु। रामहरि त्रिपाठीजी, रामहरि त्रिपाठीजी। आदरणीय वेद प्रकाशजीलाई मायाको चिन्ह प्रदान गरिदिनु। उहाँलाई
मायाको चिनो प्रदान गरिदिनु हुन म यस विद्यालयका प्रधानाचार्य सहदेव घिमिरेज्यूलाई निम्त्याउन चाहन्छु। त्यस्तै सबैकी सहयोगी दिदी माया देवी शर्माज्यूलाई मायाको चिनो प्रदान गरिदिनु हुन म यस विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूसँग हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रम सञ्चालकज्यूलाई आज यस पशु शिक्षा मन्दिरको उद्घाटन सत्रको अध्यक्षता गरेर दिनुभएको यसै विद्यालयका अध्यक्ष र आजका अध्यक्षज्यू, प्रमुख अतिथिको रूपमा आसन ग्रहण गर्नुभएको सम्माननीय पूर्व न्यायाधीशज्यू र मञ्चमा आसीन सम्पूर्ण विशिष्ट अतिथिज्यू र अतिथिज्यूहरू, सर्वप्रथम आज मलाई पनि यहाँ बोलाएर 2 शब्द राख्न दिनुभएकोमा आयोजकप्रति आभार व्यक्त गर्न चाहन्छु। आज यो पशुपति शिक्षा मन्दिरको समुद्रामा उपस्थित हुनुभएका मैले सम्मान गर्नुपर्ने, मैले आदर गर्नुपर्ने सम्पूर्णलाई म हार्दिक नमन गर्न चाहन्छु। जसरी आज यो एउटा पवित्र स्थल पलिघट्ट माईको परिसरमा आज पशु शिक्षा मन्दिरको निर्माण भएको छ, जुन त्यो सहयोगदाताहरू 3 पिलर भनेर भन्नुभएको छ। उहाँहरूलाई म हार्दिक एउटा श्रद्धा गर्न चाहन्छु, नमन गर्न चाहन्छु, हृदयदेखि नै उहाँहरूलाई म स्वागत गर्न चाहन्छु, उहाँलाई धन्यवाद पनि दिन चाहन्छु। सहयोगले नै यो भवन बनेको छ। हामीले मरण गर्दाखेरि पनि दुई किसिमको मरण हुन्छ अरे, एउटा जस्तै हल्का मरण, एउटा ठुलो एउटा गहकिलो मरण। जस्तै यो विद्यालयलाई यहाँसम्म पुर्याउनको लागि सहयोग गर्नुभयो, उहाँको मृत्युमरण भनेको मान हो। उहाँको मृत्यु पछाडि पनि यो पशुपति शिक्षा मन्दिरबाट उत्पादन भएका विद्यार्थीहरूले उहाँलाई आत्मसात गर्दै उहाँहरूको बाटोमा उहाँहरू हिँड्ने नै छन् भन्ने मैले आशा पनि लिएको छु। आज जसरी एउटा भव्य समारोहमा इन्डियादेखि, भारतदेखि आउनुभएका जुन हाम्रा अतिथि पाहुनाहरू हुनुहुन्छ, उहाँहरूको पनि यहाँ ठुलो योगदान र सहयोग भएकोमा उहाँलाई हार्दिक एउटा कृतज्ञता व्यक्त गर्न चाहन्छु। हामी शिक्षा, म पनि 33 वर्ष टिचिङ पेसामै लगेर साना केटाकेटीहरूलाई पढाएर आज म उहाँहरूकै एउटा माया ममतामा यहाँ पुग्नमा सफल भएको छु। विद्यार्थीहरूलाई, टिचरहरू र विद्यार्थीको बिचमा अति घनिष्ठता हुनुपर्छ र हामी टिचरहरूलाई पनि म अनुरोध गर्छु, तपाईँले केटाकेटीहरूलाई नैतिक शिक्षा, हामीले बाबुलाई कस्तो व्यवहार गर्नुपर्छ, आमालाई कसरी सम्मान गर्नुपर्छ, गुरुजनप्रति हामीले कसरी सम्मान गर्नुपर्छ र हामीले आफूभन्दा सानालाई कति सहयोग गर्नुपर्छ, कसरी माया गर्नुपर्छ, हामीले हरेक कुरा नैतिक शिक्षाबाट चाहिँ हामीले सिक्नुपर्ने हुन्छ। र मलाई जहाँसम्म लाग्छ यो पशु शिक्षाको जुन अहिले विद्यार्थी भाइ बहिनीहरू एकदम अनुशासित, सबै कुरामा चाहिँ जान्ने प्रवृत्त हुनुहुन्छ होला भन्ने मैले आशा गरेको छु। आज यहाँ दिवाकर खडेल अध्यक्ष भइकन रात दिन नभनिकन उहाँलाई यो भवन यहाँसम्म पुर्याउनुको लागि उहाँले जति मेहनत गर्नुभयो उहाँलाई हृदयदेखि नै म सम्मान गर्दै धन्यवाद पनि दिन चाहन्छु। उहाँको टिम र जस्तै शिक्षक परिवार, विद्यार्थी भाइ बहिनी, अभिभावक, आज हामीले
शिक्षा लिने एउटा विद्यालय मात्रै नभइकन घर परिवार पनि हो। जुन घरमा आमा एउटा शिक्षित छिन् त्यो परिवार शिक्षित हुन्छ। जुन परिवारमा हामीले आमा बुवाहरूसित एउटा राम्रो संस्कार सिक्छौँ अनि मात्रै त्यो विद्यालयमा गएर पनि त्यो संस्कार ती केटाकेटीले सिक्ने हुन्छन्। मैले अभिभावकहरूलाई पनि अनुरोध गर्छु, आफ्नो केटाकेटीहरू पढेको छ कि छैन, आफ्नो केटाकेटीहरू उलटमा लागेको छ कि छैन र विद्यालय गइरहनु भएको छ कि छैन, ती सबै हेरविचार गरेर पहिलो शिक्षा भनेको घर परिवार नै हो। त्यो घर परिवारले चाहिँ राम्रो शिक्षा दिनको लागि पनि म अभिभावकहरूलाई अनुरोध गर्छु र म टिचर साथीहरूलाई पनि अनुरोध गर्छु, केटाकेटीहरूलाई राम्रोसँग शिक्षा दिएर उहाँले एउटा मान बनाउने उहाँको एउटा जिम्मामा छ। भोलिका कर्णधार भने यही एउटा चाहिँ बालबालिका हो। देश बनाउनु भनेको यही बालबालिका हो। त्यस कारणले यो बालबालिकालाई कसरी एउटा शिक्षित बनाउने, कुन ढाडमा लैजाने, कसरी उहाँहरूलाई एउटा राम्रो मार्गमा चाहिँ लैजाने भन्ने कुरा ठुलो हात शिक्षक साथीहरूको पनि हुन्छ। म शिक्षक साथीहरूलाई पनि म अनुरोध गर्दछु। आज जसरी यो 3 पिलर हरेक ठाउँबाट सहयोग गर्नुभयो, त्यो सहयोगदाताहरूलाई जीवनभरि ती केटाकेटीले मात्रै नभनेर हाम्रो धादिङ जिल्लाले मात्रै नभएर यो नेपाल राष्ट्रले पनि उहाँलाई चिन्नेछन्, उहाँलाई सम्मान गरेछन् र उहाँको एउटा व्यक्तित्वको चाहिँ एउटा कदर गरेछन् भनी मैले मेरो मनमा लागेको छ। त्यसै गरी म सम्पूर्ण मेरो आदरणीय गुरुहरू हुनुहुन्छ, यहाँ मैले सम्मान गर्नुपर्ने व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरूलाई मैले सम्मान गर्दै यो सहयोगको लागि आज यो भवन यहाँसम्म पुर्याउनुको लागि जति सहयोग गर्नुभएको छ उहाँलाई यो घन नजिकन भोलि यहाँ फल त उहाँले बिरुवा त रोप्नुभयो, तर यसलाई फलाउने फुलाउने भोलि फल बनाउने काम, यसलाई ठुलो बनाउने काम चाहिँ उहाँहरूकै हो, उहाँहरूकै एउटा जिम्माको कुराहरू हो। यसलाई अझै यसलाई बढिएर चाहिँ ठुलो बनाउनुको लागि यसलाई धादिङ जिल्लामा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रसम्म पनि चिनाउने काम गर्नुहुनेछ भने पुरा आशाका साथ म बिदा हुन्छु। हस्त नमस्कार। आगामी समयमा उहाँको अभिभावकत्व हामी यस विद्यालयले आउनेछ भन्ने अपेक्षा गर्दछौँ र यसपछि एउटा गीत विद्यार्थीहरूको माध्यमबाट प्रस्तुत हुँदैछ। गीतको बोल हो दुबो फुल्यो। यसमा सहभागी भाइ बहिनीहरू प्रतीक भुजेल, संस्कार थापा मगर, रिदम सुनार, आरुष आले मगर, कुशल तामाङ, बहिनीहरू लिडिया तामाङ, स्मारिका सेडाई, खुसी कुमारी, प्रिन्सिका दानै। मैले यहाँहरू सबैको नाम उच्चारण गर्न सकिनँ होला, तर मनले जो जहाँ छ सबैलाई सम्पूर्ण रूपमा धेरै श्रद्धा र नमन व्यक्त गर्दछु। यो राष्ट्रिय जिल्ला प्रसार समितिले विभिन्न भवनहरू बनाउन सहयोग गर्ने गर्छ र ती भवनहरूलाई क्षतिग्रस्त भयो भने पनि त्यसलाई मर्मत गर्नलाई चाहिँ सहयोग जुटाउने काम गर्छ भन्ने कुराहरू योभन्दा पहिला 2015 सालको भूचालो आउँदाखेरि भएका भवनहरू क्षति भएकोमा यो समितिले आवश्यक मर्मत र सम्भार गराउन सहयोग गरेको थियो र जो शैक्षिक संस्थाका जो विद्यार्थीहरू छन् तिनीहरूको जो पढाउने शिक्षकहरू छन् तिनीहरूको लागि पनि आवश्यक ट्रेनिङहरू उपलब्ध गराउने यो संस्थाले काम गर्दछ। त्यसैले मलाई जहाँसम्म लाग्छ कि यो संस्थाले को हातमा परेको यो विद्यालय सुरक्षित रहन्छ र जहिले पनि सफलताको शिखरमा पुग्ने चाहिँ सम्भावना हुन्छ। अब हाम्रो पनि चाहिँ केही योगदान हुन्छ नै, समाजसेवी हुन् या विद्यालयका र शिक्षक हुन् अथवा अन्य सहयोगीहरूको साथ जहिले पनि चाहिँ चाहिने रहने हुन्छ। मलाई जहाँसम्म लाग्छ त्यो पनि यहाँहरूले चाहिँ यहाँ सहयोग चाहिँ यहाँहरूको साथबाट चाहिँ प्राप्त हुने नै गर्छ। हजुरहरू सुरक्षित हातमा हुनुहुन्छ र हजुरहरूको आँट ठुलो छ। मैले देखेको छु यहाँको मान्छेहरूको आँट ठुलो छ, ठुलो आँट गर्नुभएको छ।
यो यस्तो विद्यालय चाहिँ स्थापना गरेर र त्यसलाई सफल बनाउने दायित्व पनि तपाईँहरूको हुन्छ। तपाईँहरू यस कार्यमा सफल हुनुहोला भन्ने मैले चाहिँ विश्वास गरेको छु र यहाँ अरूलाई सफलता मिलोस् भन्ने चाहिँ शुभकामना दिँदै धेरै लामो समय लिन्न, धेरै ठुलो भइसकेको छ, तपाईँहरूले पनि भइसकेको थियो र हामीलाई पनि चाहिँ जानुपर्ने भएकोले सम्भवतः ढिलो नै हुँदै जान्छ। त्यसैले म यहाँहरूको लागि यहाँहरू अहिलेसम्म उपस्थित रहनुभयो, यहाँहरूले चाहिँ धेरै ठुलो उपस्थिति हुनुभयो, त्यसको लागि सम्पूर्ण महानुभावहरू, विद्यार्थीहरू, शिक्षकहरू, यहाँका गार्जियनहरू, पदाधिकारीहरू सबैमा म चाहिँ हार्दिक चाहिँ नमन गर्दछु र सबैलाई यो काममा सफलता मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु। धन्यवाद। धन्यवाद बहुत छ। यस पशुपति शिक्षा मन्दिर मलेखुको आजको विद्यालय भवन नवनिर्मित विद्यालय भवनको अनावरण विद्यालय भवन स्थान यो अनावरण कार्यक्रमका प्रमुख अतिथिज्यू, मञ्चासीनले व्यक्तित्वहरू, सभामा उपस्थित सम्पूर्ण गण्यमान्य व्यक्तिहरू, प्रिन्सिपलज्यू, गुरुवर्गहरू, आदरणीय अभिभावकज्यूहरू, चन्दादाताहरू, मेरा प्यारा भाइ बहिनीहरू, यस पशुपति शिक्षा मन्दिर मलेखु यो एउटा साधारण एउटा भवन मात्र होइन, यो एउटा सभ्यताको प्रतीक हो, यो संस्कारको प्रतीक हो, यो मलेखुको एउटा धरोहर हो। बेनीघाट ओराङ सिद्धलेख गजुरी गाउँपालिकाको त्रिवेणी स्थलको यो धरोहर हो। यसलाई हाम्रो यस क्षेत्रमा विभिन्न ठाउँबाट विभिन्न चन्दादाताहरू, दानदाताहरूले चाहिँ यसलाई सिञ्चित गरेर यो रूपमा ल्याइदिनु भएको छ। हाम्रो हातमा, उहाँको घरमा होइन, यो त हाम्रो गाउँमा लगानी गरिदिनु भएको छ। यसलाई हुर्काउने, बढाउने, यसलाई 100औं वर्षसम्म टिकाउने काम यहाँ हाम्रै हातमा हो। यो एउटा धरोहर हो, यो एउटा शैक्षिक संस्था मात्रै नभएर यो सभ्यताको केन्द्र पनि हो। यसलाई बचाउनु यहाँ हाम्रो कर्तव्य हो। यो मेरो आजको अन्तिम वक्ताको रूपमा धन्यवाद दिने कार्यक्रम, धन्यवाद दिने रूपमा मलाई बोलाइएको छ। धन्यवाद दिन त मैले 2 दिन भने पनि भ्याउँदिनँ होला। यस स्थापना कालदेखि नै नक्साङ्कन गरेदेखि लिएर अघि नै सरले पनि भन्नुभयो, कैयौँ स्कुल, कैयौँ भवनहरू चारेर हाम्रो यहाँको निध आगामी 50औं वर्षसम्मलाई हुने गरी यो भवन निर्माण गरिएको छ। यो हामी लगभग 8 रेक्टर स्केलको भूकम्पमा जहाँसम्म ढल्ने गरी बनाइएको छ। यहाँ बरन्डाहरू 12 फिटका बरन्डाहरू छन् जहाँ हामी कार्यक्रम गर्न सक्छौँ। बच्चाहरू आवाजावत गर्नको लागि कुनै कठिनाइ हुने छैन। हरेक फ्ल्याटमा यो 4 फ्ल्याटको हुनेछ। यसमा हरेक फ्ल्याटमा चाहिँ हामीले 9-9वटा स्नानागार सहितको हाम्रो कोमोड लगायत परम्परागत शैलीका विभिन्न किसिमका टोयलेट संरचनाहरू पनि यसमा छन्। यसमा ल्याब बन्ने छ, यसमा शिक्षक शिक्षिकाहरू बस्ने ठाउँ बन्ने छ, यसमा खाना मेस हामीले यहीँ सञ्चालन गर्न सक्नेछौँ। बच्चाहरूको खानाको लागि पनि यहाँ व्यवस्था हुने हामीले सोच बनाएका छौँ। कैयौँ कार्यक्रमहरू हाम्रो हिन्दू स्वयंसेवक सङ्घका कैयौँ कार्यक्रमहरू पनि हामीले यहाँ गर्न सक्ने तरिकाले हामीले यो भवन बिदाका बेलामा गर्न सक्ने गरी यो भवन बनाएका छौँ। 72 सालको भूकम्पपछि बनाएको हुँदा हामीले त्यसलाई अत्यन्तै गम्भीर रूपमा गाउँमा समस्या पर्दा यहाँ हाम्रो आफ्नै 3 इन्चको पानी हामीले बोरिङ गरेर निकालेका छौँ। असाध्यै शुद्ध हामीले परीक्षण पनि गराइसकेका छौँ। यो असाध्यै शुद्ध, अत्यन्तै मिठो र निश्चल एकदम अत्यन्तै मिठो पानी हामीले निकालेका छौँ। यसमा बस्दाखेरि हाम्रो कुनै पनि समस्या गाउँमा आउँदा हामी यहाँ बसेर कैयौँ दिनसम्म यहाँ बसेर भूकम्प लगायतका अन्य समस्याहरूमा हामी यो भूमिलाई प्रयोग गर्न सक्छौँ। यसको मल्टिपर्पज यसको चाहिँ हाम्रो लक्ष्य छ।
विद्यार्थीहरूको लागि यहाँ ल्याबहरू प्रशस्त हुनेछन्। उहाँहरूले यहाँ आफ्नो ल्याबमा अहिलेको परीक्षा भनेको खण्ड बनाउनेतिर होइन, आफ्नो दक्षता देखाएर स्किल बेसमा हामी आधारित भएर अगाडि बढ्ने हुँदा यस विद्यालय भवन त्यसरी नै निर्माण भएको छ। मैले यहाँ धन्यवाद दिने क्रममा हेऱ्यो भने पहिलो दिन आउँदैमा एकजना यहाँ हाम्रो राम छेत्री भन्ने हुनुहुन्छ, उहाँले हामीलाई पहिलो दिन पानी दिनुभयो, बत्ती आफ्नै घरबाट दिनुभयो, पैसा दिन मान्नु भयो। यसरी सहयोगको रूपमा हामीले त्यहाँदेखिको सहयोग पायौँ। आउँदादेखि नै हामीले यहाँ हाम्रो पनिघट्ट महादेव हुनुहुन्छ, यहाँ विराजमान हुनुहुन्छ, उहाँको पूजाआजा गरिसकेपछि हामीले सुरु गरेका हौँ। यो अत्यन्तै वास्तुमा आधारित भवन छ। नर्थ इस्टमा हामीले पानीको बोरिङ गरेका छौँ, नर्थ वेस्टमा हाम्रो टोयलेटका संरचनाहरू बनाएका छौँ। प्रिन्सिपल कोठादेखि अन्य महत्त्वपूर्ण कोठाहरू हामीले त्यही हिसाबले वास्तुविदसँग सल्लाह गरेर बनाएका छौँ। यसको संरचना बनाउँदा सुरेश अग्रवालजी, अहिले इन्जिनियर सुरेश अग्रवालजी हामीसँगै हुनुहुन्छ। उहाँले हरेक पलमा हरेक एङ्गलमा चाहिँ उहाँले चाहिँ हामीलाई सहयोग गर्नुभयो, प्राविधिक सहयोग। 1 रुपियाँ पनि उहाँले लिनुभएको छैन। यदि हामीले यही खर्च चाहिँ कुनै इन्जिनियरहरूबाट गरेको भए हामीले 3-4 लाख रुपियाँभन्दा बढी उहाँलाई बुझाउनु पर्थ्यो। उहाँ जतिखेर बोलाउँदा पनि उपस्थित हुनुभयो। उहाँले हरेक कुरामा आफ्नो घरलाई बरु ध्यान दिनु भएन होला, यो भवनलाई त्यति ध्यान दिनुभयो। हामीले जमिनमाथि जति निक्लेको छ लगभग यति नै हाम्रो तल गएको छ। हरेक पिलर 12 बाई 12 फिटको छ। त्यो त्यसको हात्ती पाइले 12 बाई 12 फिटको छ। 46 बोरा 47 बोरा त एक उसमा चाहिँ हाम्रो हात्ती पाइलेमा चाहिँ एउटा कोठा बराबरको त हाम्रो हात्ती पाइले छ। यसरी यो बनेको भवनमा सम्पूर्ण ठाउँबाट यसलाई सहयोग गरेको छ। पालिकाहरूबाट पनि नक्सा पास गर्नको लागि आएर ठाउँमै हेरेर अत्यन्तै सजिलोसँग उहाँले हामीलाई यो नक्सा हेर्ने बित्तिकै यो नक्सा यसमा त हामी सहयोग गर्छौँ भनेर अत्यन्तै चाँडै हामीलाई कुनै झन्झट बिना हामीलाई सहयोग गर्नुभयो। हामीलाई वडाबाट पनि सिफारिस दिनलाई कहिले अप्ठ्यारो परेन, जुनसुकै काम गर्दा पनि अप्ठ्यारो परेन। सधैँहरूबाट यहाँ जति सजिलो कहीँ पनि भएन होला। हामीलाई नर्थ इस्टको जग्गा चाहियो, यो खुँडे छ भन्ने बित्तिकै जहिले पास गरे पनि हुन्छ, अहिले लिनुहोस् भन्नुभयो। हामीलाई कहिले पनि जग्गाको विवाद भएन। यो पछाडिपट्टि हेऱ्यो भने भूतपूर्व सांसद भूमि त्रिपाठीज्यूले फ्रीमा 3 वर्षदेखिको हामीलाई फ्रीमा चाहिँ त्यहाँ जे गर्नु अहिले पनि हामीले गाडी पार्किङ गरिरहेका छौँ, फ्रीमा दिनुभयो, 1 रुपियाँ चार्ज गर्नु भएन। यता खोल्सापट्टि हेऱ्यो भने कहिले पनि विवाद भएन। हामीले 40 लाखको 15 लाख र 25 लाख गरेर 2 चोटि हामीले ग्याबिन जाली लगायौँ। पारिपट्टिका साथीहरूले कहिले विवाद गर्नु भएन। यदि लग्ने ठाउँ मैले देखेँ यहाँका जति पनि सधियारीहरू छन् कहिले पनि अप्ठ्यारो भएन। न पानी ल्याउन अप्ठ्यारो भयो, न बत्ती ल्याउन अप्ठ्यारो भयो, न सडक ल्याउन अप्ठ्यारो भयो। हामीलाई कहिले पनि जहिले पनि हामीलाई सहयोग मात्रै भयो। यति भाग्यमानी अरू कोही ठाउँ छ जस्तो मलाई लाग्दैन। जहाँसम्म चन्दादाताहरूका कुराहरू छन्, अब मैले उहाँहरूको भन्नु परेको चन्दा उठाउने क्रममा प्रदीप गोयलज्यूले घर घर गएर आफू अस्वस्थ हुँदा पनि उहाँलाई अत्यन्तै अप्ठ्यारो परेको थियो। अहिले पनि उहाँ अस्वस्थ हुनुहुन्छ। उहाँको सर्टेन कारणले हातमा फ्र्याक्चर भएर आज आउनु सक्नु भएन, दिल्ली पुग्नु भएको छ औषधि उपचारको लागि। यहाँ यो कार्यमा कहिले पनि बाधा नहोस् र अप्ठ्यारो नहोस् भन्नको लागि प्रदीप गोयलज्यू, सुरेश अग्रवालज्यू, वासुदेवज्यू, भुवनचन्दज्यूहरू यसरी लाग्नु भयो कि सायद कुनै पनि संस्थामा उहाँहरू यसरी लाग्नु भएको थियो। यो पशुपति शिक्षा प्रसार समितिले यो भवन बनाउनको लागि सर्वप्रथम मलाई एकचोटि बोलाउनु भएको थियो काठमाडौँमा एउटा भेला हुँदाखेरि हामी 27-28 जना थियौँ। त्यहाँ सेवा इन्टरनेसनलबाट श्याम बराइली सर पनि आउनुभएको रहेछ। उहाँसँग हामीले बातचित गर्दाखेरि कसरी बनाउने के बनाउने भन्दाखेरि हामीले एउटा प्रस्ताव पेश गऱ्यौँ। प्रस्ताव पेश गर्ने बित्तिकै र मेरो तर्फबाट 1 करोड तुरुन्तै भयो भनेर उहाँले सेवा इन्टरनेसनल तर्फबाट बोल्नुभयो। त्यो आएपछि अर्को ग्रुपले 1 करोड, अर्को ग्रुपले 1 करोड गर्दा 3 करोड चाहिँ त्यहीँनिर वचनबद्ध हुने बित्तिकै हामीले नक्सातिर लाग्यौँ। नक्सा बनाउने क्रममा हामीले 3 चोटि नक्सालाई चेन्ज गर्नु परेको अवस्था, यहाँको भौगोलिक अवस्था, हामीलाई चाहिने हाम्रो निड, हाम्रो आवश्यकता र यहाँको भौगोलिक अवस्थालाई विचार गर्दा हामीले 3 पटक चाहिँ यसलाई परिमार्जन गर्नु परेर थोरै लेट हामीले 9 महिना चाहिँ त्यहाँनिर हाम्रो नक्सा बनाउँदैमा गएको छ। र अन्तिममा यसको मूर्त रूप सुरेश अग्रवाल, इन्जिनियर सुरेश अग्रवालजीले दिनुभयो।
यसको मूर्त रूप दिइसक्नु भएपछि हामीले जति पनि हामीसँग अभाइलेबल रिसोर्सहरू थियो त्यसलाई हामीले हजुरले यो माथि जति देख्नु भएको छ यतिकै तल जमिन मुनि गएको छ र यसको स्ट्रक्चर अत्यन्तै बलियो छ र यो हाम्रो यसलाई आज अनावरण गरियो तर यसको 3 भागहरू बन्न बाँकी छ र यसपछि मात्रै यहाँका अभिभावकहरूले यहाँका विद्यार्थीहरूले यहाँको शिक्षक शिक्षिकाहरूले यसको लाभ पाउनेछन् र यहाँको स्थानीयवासीले लाभ पाउनेछन्। यसको लागि हामी जमर्को गर्नेछौँ, अझै पनि हात जोड्नेछौँ र सम्पूर्ण सहयोगी हातहरूलाई हामी यहाँ एकट्ठा गर्नेछौँ। अब यो जहाँसम्म हामीले यो शौचालयको एकचोटि याद गर्नुभयो भने हामीले बोइजहरूको लागि छुट्टै लाइन 9वटा 2टा नुहाउने स्नानागार सहितको 2टा कोमोड अरू ट्रेडिसनल स्टाइलकोहरू गरेर हामीले बनाएका छौँ। त्यसै गरी माथि महिलाको लागि छुट्टै टोयलेटको लाइन छ, यहाँ जुद्ध जानु पर्दैन र अत्यन्तै आधुनिक छ र यसरी हामी यो पछि सोलर चलान समेत गर्नेछौँ र यसपछि हामीलाई यो यहाँ चाहिँ कुनै पनि आधुनिक स्कुलको कुनै पनि कमी कमजोरी यहाँ हुने छैन। हामीलाई अहिले तुरुन्तै वडाबाट यहाँ बत्तीको आवश्यकता महसुस भइसकेपछि उहाँहरूकै पैसामा यहाँ 2 ठाउँमा बत्ती जडान गरिदिनु भएको छ, स्ट्रिट लाइट जडान गरिदिनु भएको छ। अहिले हामीले राति यहाँ आउँदा कुनै पनि अप्ठ्यारो लाग्दैन। अघि मेरो साथी कोषाध्यक्षज्यूले भन्नुभयो यहाँ पहिला मान्छेभन्दा बाँदर बढी हुन्थ्यो, डेफिनेटली 12 बजेपछि यहाँ कोही पनि पर्दैन थियो। पहिला डर आएर लुटपाटको डर, जन्तु जनावरको डर, जङ्गलको डर, तर अब अहिले आएर सबैजनाको मर्निङ वाक घुम्ने ठाउँ भएको छ, तीर्थ गर्ने ठाउँ भएको छ, यहाँ आएर पानी पिउने ठाउँ भएको छ, आश्रय लिने ठाउँ भएको छ। यो एउटा हाम्रो समाजलाई हामीले दिन सकेको यो संस्थाबाट पशुपति शिक्षा मन्दिर, पशुपति शिक्षा प्रचार समितिले दिन सकेको यो एउटा हाम्रो पालामा हामीले दिन सकेको एउटा ठुलो उपहार हो। यस कारणले गर्दा यहाँ अहिले सहयोगी कुराहरू गर्ने क्रममा कहिल्यै पनि हामीलाई न विद्युत प्राधिकरणबाट न पानीबाट न सडकबाट कहिले अप्ठ्यारो परेन। सधियारीहरूबाट सधैँ हामीलाई वाह मात्रै भयो, हामीलाई कहिले अप्ठ्यारो परेन। त्यस कारण उहाँहरूलाई हार्दिक नमन गर्न चाहन्छु। कुनै पनि पोलिटिकल पार्टीले यहाँ आएर अप्ठ्यारो पार्नु भएन, हरेक पोलिटिकल पार्टीको यहाँ सहयोग मात्रै भयो, कसैले पनि अवरोध सिर्जना गर्नु भएन। यो हाम्रो लागि अत्यन्तै एकदमै हृदयमा सधैँ रहनेछ। कहिले कहिले म ब्रेकडाउन हुँदै कहिले काम गर्दै गर्दै जाँदा अब यो के गर्ने होला भन्ने अप्ठ्यारोमा नि पर्थेँ। त्यतिखेर रेवती भाइ साहबसँग गएर 2 घन्टा जति बसिसकेपछि फेरि म युवा जोसिएर फेरि फर्किन्थेँ। र यसरी यो अहिले यो हालसम्म हामीले पुर्याउन सकेका छौँ र यसको लागि अब हामीले घर परिवारबाट पनि अत्यन्तै सहयोग पाइएको छ। यहाँ आउँदाखेरि कहिले पनि घर परिवारबाट मलाई अप्ठ्यारो परेन र मेरा छोराछोरी परिवार बुवाबाट कहिले अप्ठ्यारो परेन। सधैँ सहयोगी सिकाउँछौँ, यो बनाऊ सकेर मात्रै पुग्छ भन्नुभयो। यसको लागि हाम्रो टिम व्यवस्थापन समिति जुन थियो अत्यन्तै सहयोगी थियो। चित्र सरको मतलब 24 घन्टा उहाँ चाहिँ हाम्रो जब टुट्थेँ, जब म गाह्रो हुन्थ्यो चित्र सरले चाहिँ मलाई भेटेर दिनुहुन्थ्यो। अब यहाँ मैले केही नामहरू लिनै पर्छ जसले मलाई यो हाम्रो यो भवन बनाउँदाखेरि सहयोग गर्नुभयो। उहाँहरूमा मैले सहयोग लिँदाखेरि सामाजिक विकास मन्त्रालयबाट यो सामाजिक विकास कार्यालय गजुरीलाई पनि म मुरीमुरी धन्यवाद दिन चाहन्छु। उहाँहरूबाट ब्लक एको हाम्रो माथिल्लो यो माथिल्लो भवन ब्लक एको माथिल्लो फर्स्ट फ्लोर चाहिँ कम्प्लिट गर्नको लागि उहाँहरूबाट सहयोग भयो। त्यसै गरी खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयबाट हामीलाई अङ्गेखोल्ची यो पछाडिपट्टिको लगभग 25 लाख रुपियाँको लागि सहयोग भयो। वन तथा वातावरण मन्त्रालयबाट 15 लाख रुपियाँ पनि सहयोग भयो। यसरी हामीलाई यस्तो किसिम यसरी चाहिँ हामीलाई सहयोग भयो भने अन्य सहयोगहरू झन्डै 80 लाख रुपियाँहरू हामीलाई अन्यबाट सहयोग भयो। 1 करोड रुपियाँ हामीलाई सेवा इन्टरनेसनल युएसएबाट हामीलाई सहयोग भयो। यसै गरी सहयोगी हातहरू हाम्रा स्थानीय नेपाली दाजुभाइहरू श्री सञ्जय कन्दोई, श्रीमती सुनिता सुरेका, श्री पुरुषोत्तम सुरेका, श्री श्रवण गोयल, श्री सुरेश कुमार अग्रवाल, श्री नवीन सावरथिया, श्री विमल सावरथिया, श्री नरेन्द्र गुप्ता, श्री राजकुमार ठाड, श्री किशन पाठी, श्री आशिष युग, श्री विजय सिंगल, श्री वीरेन्द्र शाह, श्री शशि खेतान, श्री राजकुमार घडिया, श्री राजेश अग्रवाल, श्री त्रिलोक अग्रवाल विशाल ग्रुप, श्री अरुण दोकानिया जसले भर्खरै हामीलाई सम्पूर्ण चाहिने फर्निचरहरू एकल रूपमा उपलब्ध गराउनु भयो। आज बिहान आउँदा पनि हातमा मिठाई फलफुल सब गाडीभरि भरेर आइपुग्नु भएको थियो। उहाँ
उहाँहरू सम्पूर्ण सहयोगीहरूलाई मुरी हृदयदेखि धन्यवाद दिन चाहन्छु स्कुल परिवारबाट व्यवस्थापन समितिबाट। यति भन्दै म आज सम्पूर्ण सहयोगीहरूलाई हार्दिक धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यहाँहरूको सहयोग र साथै सबभन्दा अन्तिममा पशुपति शिक्षा मन्दिर आफैले कमाएर करिब 25 लाख रुपियाँ यहाँ यो अन्तिमको फिनिसिङमा पशुपति शिक्षा मन्दिर मलेको आफैले कमाएर यहाँ लगानी गर्नुभएको छ। प्रिन्सिपलज्यू, यहाँको हाम्रा शिक्षक शिक्षिका, त्यहाँका सम्पूर्ण शिक्षक शिक्षिका अभिभावकज्यूहरूकै यो योगदान हो। उहाँहरूलाई पनि मुरी धन्यवाद दिन चाहन्छु। यसरी अब पनि हाम्रो 3 खण्डी बन्ने बाँकी छ। म अहिले 1 खण्ड मात्रै बनेको भन्दछु र यसै यति भन्दै हजुरहरूलाई सम्पूर्ण सहयोगीहरूलाई मुरी धन्यवाद दिँदै आजको यस उपस्थिति यस गरिमामय यस सभामा आफ्ना काम छोडी काठमाडौँ, भारत, युके देखि लिएर अमेरिकादेखि लिएर सम्पूर्ण ठाउँहरूबाट यस समयलाई यो ठाउँको यस समयको महत्त्वलाई बुझेर आइदिनु भई आफ्नो समय दिनुभएकोमा फेरि हार्दिक धन्यवाद दिन चाहन्छु। यस्ता कार्यक्रमहरू लगातार गर्दै जान पाऊँ र यसरी नै देशको सेवा स्थानीय यस जग्गाको सेवा गर्दै जान पाऊँ भन्दै आजको यस सभा यही विसर्जन भएको म यहाँहरूलाई अवगत गराउन चाहन्छु। यहाँहरू आइदिनु भयो, धन्यवाद।